परिवर्तन उमागाई आजको यो प्रोग्रामको मोडरेटर सबैलाई आफ्नो समय मिलाएर आइदिनु भयो त्यसको लागि धन्यवाद दिन चाहन्छु अनि सबैलाई स्वागत पनि गर्न चाहन्छु। आजको यो वेबिनार चाहिँ नेपाली समाज जर्मनी र नेपाली रुट्सको सहकार्यमा आयोजना गरिएको हो। आजको हाम्रो मुख्य उद्देश्य भनेको अघि नै टपिकमै पनि क्लियर छँदैछ, साना साना परिवर्तनहरू जसले चाहिँ ठुलो प्रभाव पार्न सक्छ हाम्रो एजुकेसनको सेक्टरमा। यसबारेमा हामीहरू चाहिँ डिस्कस गर्ने नै छौँ। हामीले चाहिँ नेपालको SDG 4 जुन एजुकेसन सेक्टरसँग रिलेटेड छ त्यसमा के कस्ता कामहरू भइरहेका छन्, प्रगतिहरू के छन्, चुनौतीहरू के छन्, अनि नयाँ इनोभेटिभ आइडियाजहरू जुन चाहिँ प्रयोगमा लिएर आएर यो सेक्टरलाई अगाडि कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी गर्ने नै छौँ। यो वेबिनारले चाहिँ समहाउ नेपालको एजुकेसनको फ्युचरलाई चाहिँ, नेपाली स्टुडेन्टहरूको फ्युचरलाई चाहिँ केही तरिकाले इम्प्याक्ट गर्नेछ कि भन्ने आश राख्दै मैले चाहिँ अब सानो इन्ट्रोडक्सन दिन चाहेँ आजको अर्गनाइजर्सको बारेमा। सर्वप्रथम त एज अ रिप्रेजेन्टेटिभ अफ नेपाली रुट्स मैले चाहिँ नेपाली रुट्सको बारेमा थोरै भन्न चाहेँ। नेपाली रुट्स चाहिँ म्युनिकमा बेस्ड प्रोफेसनल ग्रुप अफ प्रोफेसनल्स हो। हामीहरू चाहिँ अहिले म्युनिकमा बेस्ड छौँ र हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ विदेशमा रहेका नेपाली प्रोफेसनल्सहरूलाई एउटै प्लेटफर्ममा लिएर आएर एकअर्कालाई सपोर्ट गर्ने अनि एज एन कम्बाइन्ड एनर्जी गिभिङ ब्याक टु रुट्स, जुन नेपालमा केही गर्न सकिन्छ कि यहाँबाट भन्ने नै हाम्रो उद्देश्य हो। यो नेपाली समाजसँग हामीले थुप्रै सहकार्य गरेर थुप्रै प्रोग्रामहरू पनि गर्दै आइरहेका छौँ र फ्युचरमा पनि अझै गर्ने नै छौँ। अब चाहिँ नेपाली समाजको छोटो परिचय अनि नेपाली समाजले एजुकेसन सेक्टरमा गर्दै आएको केही काम, नेपालमा गर्दै आएको केही कामहरू र फ्युचरमा पनि कुनै त्यस्तो प्रोजेक्टहरू प्लान भएका छन् भने त्यसको बारेमा पनि छोटोमा राखिदिनु हुन। अनि SDG को बारेमा यो टपिकमै पनि हाम्रो जुन छ होइन, धेरैलाई थाहा नहुन सक्छ, यसको बारेमा पनि छोटोमा खुलस्त पारिदिनु हुन, क्लियर गरिदिनु हुन चाहिँ म नेपाली समाजका अध्यक्ष शिव अधिकारीज्यूलाई अनुरोध गर्दछु। शिव सर, मैले चाहिँ फ्लोर हजुरको लागि ओपन गरेँ। धन्यवाद है परिवर्तन भाइ। नमस्ते सबैजनामा। नेपाली समाज चाहिँ अर्गनाइजेसन अब धेरै पुरानो नै भइसक्यो। 2003मा एस्टाब्लिस भएको हो। फेसबुकहरूमा पनि हेरिराख्नु भएको छ, होम पेजमा पनि र इन्स्टाग्राममा पनि हामी छौँ। अनि त्यसपछि हामीले खास सुरुमा अर्गनाइजेसन चाहिँ बनाउँदाखेरि कल्चरल प्रोग्रामहरू गर्ने, दसैँ तिहार मनाउने भन्ने हिसाबले गरेका थियौँ। तर पछि गर्दै जाँदाखेरि यतिको लागि मात्रै अर्गनाइजेसन होइन, अर्गनाइजेसनले बढी गर्नुपर्छ भन्ने हिसाबले हामीले बढी बढी गर्दै गयौँ र अहिले आएर चाहिँ धेरै नेपालमा चाहिँ दुईवटा सेक्टरमा मेनली एजुकेसन र हेल्थमा चाहिँ कन्सन्ट्रेट गर्दैछौँ र पार्टनरसिप भनौँ न त्यो सम्बन्धी कुरा गर्छौँ। र नेपालमा मात्रै छैन, यहाँ जर्मनीमा पनि हामी स्कुलमा जान्छौँ। त्यो स्कुलमा चाहिँ खास गरेर गिम्नाजियम, बेरुफसुले अनि त्यसपछि अरू अरू स्कुलहरूमा पनि चाहिँ हामी पेपर प्रेजेन्टेसन नेपालको बारेमा भन्छौँ होइन, किन भन्दाखेरि त्यो नेपालको बारेको इमेज जुन छ त्यो पनि उनीहरूलाई चाहिँ राम्रो होस् भन्ने हिसाबले खास हामी गर्छौँ त्यो कुराहरू। त्यति हो सर्टमा चाहिँ भनौँ न त्यो अर्गनाइजेसनको बारेमा। र म अरू कुराहरू चाहिँ अब एसडिजीको अलिकता सस्टेनेबल डेभलपमेन्ट गोलको बारेमा चाहिँ अलिकता जानकारी दिउँ भनेर, किन भन्दाखेरि हामीले लास्ट टाइम पनि हामीले गरेका थियौँ प्रोग्राम चाहिँ एसडिजी र हेल्थ सेक्टरमा थियो त्यसपछि। र हाम्रो केतन भाइ पनि हुनुहुन्थ्यो त्यति बेला मोडरेसन। अनि त्यो गर्दाखेरि अलिकता कुरा के आयो भने धेरैजनालाई थाहा छैन एसडिजी के हो, कहाँबाट सुरु भएको, के भयो भनेर। अनि त्यही भएर आजको प्रोग्राममा अलिकता डिटेलमा चाहिँ त्यसमा पनि कुरा गरौँ भन्ने मेरो चाहना छ। मैले हाम्रो अर्गनाइजेसन र मेरो आफ्नो व्यक्तिगत बारेमा पनि मैले धेरै कुरा भन्न चाहिनँ, किन भन्दाखेरि त्यो हेर्नुभयो हुन्छ, नेटमा पनि छ, अरू अरू कुरामा पनि छ। र अब आजको हाम्रो अब गेस्ट हुनुहुन्छ नेपालबाट, त्यसैले उहाँलाई चाहिँ मेन एक्सपर्ट भनौँ न आजको उहाँ हुनुहुन्छ। उहाँलाई पनि अलिकता बढी टाइम होस् भन्ने हिसाबले चाहिँ म त्यो गर्छु। म सेयर गर्न मिल्छ होला होइन? हजुर, मिल्नुपर्ने हो। मिल्नुपर्ने हो। देखिराख्नु भएको छ? छैन, सेयर भएको त छैन। छैन? भन्नुहोस् है त एकैछिन।
एकैछिन अब अब हुँदैछ नभए प्रेजेन्टेसन देखिन्छ होइन अब हजुर देखिन्छ अनि त्यही यो सस्टेनेबल डेभलपमेन्ट गोल चाहिँ मेनली यो यसको 5 पिलर्स भन्छ पिपल प्लानेट प्रोस्पेरिटी पिस र पार्टनरसिप अनि यो 5वटामा चाहिँ बेस्ट छ इन्डस्ट्रीहरूसँग कुरा गर्नुभयो भने अलिकति अर्को आउँछ 3 पिलर्स भन्छन् होइन तर यो उनीहरूले चाहिँ गर्दाखेरि यो 5वटा पिलर हो अनि यसमै बेस्ट छ र यो यस हो यो 17वटा जुन गोलहरू छ त्यो 17वटा गोल चाहिँ त्यही 5वटै क्याटेगोरीमा चाहिँ डिभाइड भएको छ हेर्नुभयो भने यो 5वटा 1 देखि 5सम्म चाहिँ पिपलमा जान्छन् होइन अनि त्यसपछि 6देखि लिएर 10सम्म चाहिँ के अरे प्रोस्पेरिटीमा जान्छ अनि अब पिसमा त एउटा मात्रै छ पिपल प्रोस्पेरिटी भयो अनि प्लानेटमा चाहिँ 11देखि 15सम्म त्यो नाखाल्टीको लेबनदेखि लिएर लेबन अफ टिमल्यान्ड होइन अनि त्योसम्म 15सम्म 1देखि 5 चाहिँ फर्स्ट भयो पिपुल 6देखि 10सम्म चाहिँ प्रोस्पेरिटी 11देखि 15सम्म चाहिँ प्लानेट 16 चाहिँ के अरे पिस र 17 चाहिँ पार्टनरसिपमा जान्छ र त्यसरी डिभाइड गरिएको छ यो अब यो कहिलेबाट सुरु भयो हामी चाहिँ नेपाली समाजले के गर्छ भन्नुहुन्छ भन्दाखेरि हामी यो 5-6वटा यो जुन छ त्यो सेक्टरमा काम गर्छौँ चाहे जर्मनीमा होस् चाहे नेपालमा होस् र एउटा चाहिँ हाम्रो लागि धेरै ठुलो सेक्टर चाहिँ त्यो यो हो 17 पार्टनरसिप जुन छ त्यो चाहिँ धेरै ठुलो सेक्टर हाम्रो लागि त्यो चाहिँ हाम्रो अब जस्तो नेपाली रुटसँग होस् अथवा नेपालमा पिट्स ल्याडरसँग होस् अथवा त्यहाँको स्कुलहरूसँग होस् त्यो चाहिँ हाम्रो लागि धेरै ठुलो कम्पोनेन्ट हो यो चाहिँ अब एसटिजीलाई हेर्नुभयो भने त्यसलाई जर्मनीमा पनि डिफ्रेन्ट डिफ्रेन्ट कुरा गर्छ क्या कसैले चाहिँ बिल्डुङ त्यो नाखाल्टीको इन्टिग्रेट भन्छ त्यो पनि त्यही हो त्यही हो अनि कसैले ग्लोबल ल्यानन भन्छ इन्टरकल्चरल लर्निङ भन्छ कतिले इन्टिग्रेट पोलिटिक्स बिल्डिङ आबाइट भन्छ त्यसमा चाहिँ बिएमजेडको कन्सेप्ट 159 भनेर छ इन्टरनेटमा हेर्नुभयो भने त्यो बारेमा धेरै छ अनि त्यसपछि योहरू अनि जर्मनीमै अर्को चाहिँ के भन्छ भन्दाखेरि के अरे नाखाल्टीको इन्टिग्रेट चिल भनेर पनि भन्छ नाखाल्टीको इन्टिग्रेट चिल 2030 भनेर पनि भन्छ कतिले चाहिँ एजेन्डा 2030 पनि भन्छ त्यो सबै भने पनि कुरा एउटै हो क्या त्यो एसटिजीकै कुरा आउँछ जतिसुकै के गर्यो भने पनि अनि त्यो हो र यो कहाँबाट भयो भन्दाखेरि यो आजकै होइन यो हेर्नुभयो भने यो सस्टेनेबिलिटीको कुराहरू जुन फर्ममा भए पनि जे फर्ममा भए पनि धेरै पहिलादेखि हो यो 1972बाटै सुरु भएको क्लास अब म चाहिँ जर्मनी आएको 1999मा हो होइन त्यो बेला चाहिँ मैले सुनेको थिइनँ हाम्रो अर्गनाइजेसन चाहिँ इस्टाब्लिस भएको 2003मा हो त्यो बेला पनि हामी त्यति साह्रो थाहा थिएन तर 2011तिर चाहिँ हामीलाई यो मिलेनियम गोल भन्थ्यो त्यो बेला चाहिँ 2015सम्म चाहिँ पुरा हुनुपर्ने भनेर अनि के अरे त्यो बेला 2015सम्म पुरा हुनुपर्ने भनेर मिलेनियम गोल भनेर थियो युएन मिलेनियम गोल भनेर 2050सम्मको लागि भनेर अनि त्यो बेला नै क्लियर के भइसकेको थियो भन्दाखेरि 2015सम्ममा चाहिँ त्यो मिलेनियम गोलहरू जुन छ त्यो रिच हुँदैन भनेर त्यही बेला नै डिस्कसन भइसकेको थियो यसलाई एक्सटेन्ड गर्नुपर्छ भनेर अनि त्यो एक्सटेन्ड गर्नुपर्छ भनेर अनि 2030 भनेर एजेन्डा 2030 अथवा सस्टेनेबल डेभलपमेन्ट गोल अब यसमा युएनको अलमोस्ट सबैले 195 छ तिनीहरू सबैले चाहिँ उ गरेको छ साइन गरेको छ नेपालले पनि साइन गरेको छ त्यो चाहिँ तर भन्नु लाग्दाखेरि साइन गर्दैमा चाहिँ के छ त सबैको लागि कम्पल्सन छ कि छैन कम्पल्सन चाहिँ छैन यो के भन्छ त्यो फ्राइविलीको होइन तर कम्पल्सन चाहिँ छैन तर जसले पनि कमिटमेन्ट गरेको छ तिनीहरू सबैको लागि राम्रो भएकोले त्यो चाहिँ गर्छु भन्ने हिसाबले छ नेपालको चाहिँ कस्तो छ के छ भनेर हेर्नुभयो भने त्यो युएनडिपीको साइटमा पनि देखिन्छ डिटेलमा
र अर्को कुरा के छ भन्दाखेरि नेपालमै अब हामी चाहिँ केमा कन्सन्ट्रेट गर्छौँ भन्दाखेरि हामी एजुकेसन सेक्टरमा एकदमै बढी कन्सन्ट्रेट गर्छौँ र एजुकेसन सेक्टरमा गर्छौँ र हेल्थ सेक्टरमा गर्छौँ भनेर भनिहालेँ मैले। एजुकेसन सेक्टरमा हामीले गर्ने प्रोजेक्टहरू यी जर्मनीमा पनि हामीले 2019मा सुरु गरेको र त्यसको चाहिँ मेनली अवेरनेस ल्याउने चाहिँ हाम्रो एम हो मेन चाहिँ त्यो सबैमा। किनभने एसडिजीको कुरा गर्नुभयो भने पनि धेरैलाई थाहा थिएन होइन र यो 17वटा गोलमा चाहिँ हामी सबैले कुनै न कुनै उसमा गर्न चाहिँ सकिन्छ। अनि त्यो हिसाबले अब यसको अर्को एउटा सबभन्दा ठुलो ऊ चाहिँ के छ भन्दाखेरि लिभ नो वान बिहाइन्ड भन्छ क्या, त्यो त्यो चाहिँ कसैलाई पनि नछोडौँ, धनी गरिब होइन, अपाङ्गता भएको मान्छेहरूलाई पनि त्यो सबैले अपर्च्युनिटी पाओस् र कसैलाई पनि नछोडौँ भनेर। अब त्यो कुरा गर्दाखेरि हामी चाहिँ मैले लास्ट टाइम पनि भनेको थिएँ हामी सिरामा जुन स्कुल जुन छ बोइराहरूको विद्यालय त्यहाँ चाहिँ धेरै बढी गर्छौँ र यदि तपाईँहरूले अर्को ठाउँमा कुनै ठाउँमा पनि छ भने त्यहाँ पनि गर्न सकिन्छ। अब पछि पनि कुरा आउला। हामीले 2021मा त्यो नेपालमा जुन पेन्डेमिकको बेला त्यो बेला पनि धेरै प्रोजेक्टहरू गरेको थियो र अझै पनि अब त्यो सानोतिनो कुराहरू जुन हुन्छ नि युनिफर्म बाँडिदिने होइन, युनिफर्म बाँडिदिने अथवा चाहिँ किताब डिस्ट्रिब्युसन स्टेसनरी डिस्ट्रिब्युसन त्यो अरू अरू ठाउँमा पनि छ। तर तर सिरामा चाहिँ अब त्यो बहिरा बच्चाहरूलाई कसरी गर्ने भनेर अहिलेसम्म चाहिँ 10+2 छ र त्यसपछि 10सम्म छ क्यारे अहिले चाहिँ। अनि त्यो त्यो पछि चाहिँ कसरी गर्ने भनेर आज मात्रै पनि कुरा गर्थ्यो। किनभने अपाङ्गतामा पनि बहिरो र अन्धोमा फरक छ। अन्धोहरूले के हुन्छ भन्दाखेरि उनीहरूले देख्न त देख्दैनन्, तर उनीहरूको के छ भने एकैछिन एकैछिन है त मेरो यहाँ अनि उनीहरूको के छ भने उनीहरूले सुन्छन् क्या, अनि सुनेर चाहिँ कुरा गर्न सक्छ, कम्युनिकेट गर्न सक्छ। तर बहिराहरूको प्रब्लम के छ भन्दाखेरि उनीहरू हेर्छन् अरूले कुरा गरेको, तर आफूले बोलेको अरूले बुझ्दिँदैन, अरूले बोलेको आफूले बुझ्दैन क्या। उनीहरू त्यसले गर्दाखेरि त्यो उनीहरूलाई सोसाइटीमा चाहिँ त्यो इन्भल्भ गराउनलाई अलिकति गाह्रो छ। फेरि बहिराहरूसँगै भयो भने तिनीहरूलाई प्रब्लम छैन। त्यसैले त्यसमा पनि हामी खोजिरहेछौँ कसरी गर्ने भनेर। त्यतातिर पनि कसैले हेल्प गर्न सक्नुहुन्छ भने त्यो पनि भन्नुहोस्, त्यसपछि चाहिँ कसरी गरौँला भनेर। अनि त्यो त्यो भयो। मैले खासै यो यति भने होइन, यो यसबाहेक र अघि जुन भनेको थिएँ मैले 1 देखि 6सम्म हामी चाहिँ त्यो र 17मा चाहिँ हामी एकदमै बढी कन्सन्ट्रेट गर्छौँ भनेर अस्ति चाहिँ एम्बेसीमा पनि हामीले प्रोग्राम गरेको थियो। त्यहाँ चाहिँ हामीले हेल्थ सम्बन्धी डक्टरहरू जर्मनीमा भएको डक्टरहरू 20जना जति डक्टरहरू एमएससी साहब पनि हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँहरूसँग गरेको थियो र फ्युचरमा पनि हामी अरू पनि अब यो अनलाइन पनि भयो र प्रेजेन्समा पनि गर्ने भनेर हाम्रो चाहना छ। त्यति भन्दै मैले ठ्याक्कै त्यो अहिले 15 मिनट जति लिएँ होइन। अब म चाहिँ टुङ्ग्याउँछु, सुनेर बस्छु म। धेरै धेरै धन्यवाद। क्वेसन भयो भने चाहिँ क्वेसन राख्नुभयो भने अनि पछि कुरा गरौँला। मैले चाहिँ डेफिनेटली परिवर्तन हुन्छ। रिटर्न गरेँ। धन्यवाद शिव सर हजुरको प्रेजेन्टेसनको लागि। अब हामी चाहिँ हाम्रो आजको स्पिकर शैलेन्द्रजी हुनुहुन्छ, उहाँलाई यस पछाडि समय दिनेछौँ, उहाँको प्रेजेन्टेसन हेर्नेछौँ। र त्यसपछि त्यो प्रेजेन्टेसन हुँदै गर्दा कसैलाई आफ्नो क्वेसन छ भने चाहिँ यहाँ च्याटमा लेखिदिनु भयो भने पछि त्यसलाई हामीले कलेक्ट गरेर अर्गनाइज गरेर चाहिँ नि प्रेजेन्ट गर्नेछौँ त्यो क्वेसनलाई। पछि कसैलाई भर्बली नै प्रेजेन्ट गर्न क्वेसन मन लाग्छ भने आफ्नो माइकलाई चाहिँ अनम्युट गर्नलाई गर्नु होला। त्यसपछि हामी चाहिँ हजुरलाई पर्मिसन दिएर भर्बली पनि हजुरले आफ्नो क्वेसनहरू चाहिँ प्रेजेन्ट गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले चाहिँ अब शैलेन्द्रज्यूको छोटो म परिचय दिन चाहन्छु। धेरैले चिन्नु पनि हुन्छ होला, नचिन्नेहरूको लागि चाहिँ शैलेन्द्रजी चाहिँ अहिले करेन्टली मेम्बर अफ सिटी प्लानिङ कमिसन फर काठमाडौँ मेट्रोपोलिटन सिटी। उहाँले चाहिँ यो एजुकेसन सेक्टरमा चाहिँ थुप्रै इनोभेटिभ प्रोग्रामहरू जुन काठमाडौँ म्युनिसिपालिटीले गर्दै आएको छ त्यसमा इन्भल्भ भएर पोलिसी मेकिङदेखि लिएर त्यसमा पनि इन्भल्भ भएर काम गर्दै आउनुभएको छ। उहाँ चाहिँ बोर्ड मेम्बर अफ नीतिशाला पनि
हुनुहुन्छ। उहाँ हाम्रो लागि चाहिँ अहिले स्पेसल कनेक्सन उहाँसँग के छ भने उहाँ चाहिँ यहीँ जर्मनीबाट टेक्निसा होक्सिला मिटल हेसेन टिएचएमबाट चाहिँ आफ्नो मास्टर्स पढाइसकाएर नेपाल फर्किनु भएको, यो पनि एउटा हाम्रो लागि स्पेसल बोनको कुरा पनि हो। त्यसै गरी हामीहरूले सुन्दै आएका पनि होला न्युजहरूतिर पनि, जुन काठमाडौँमा चाहिँ बुक फ्री फ्राइडे भनेर जुन त्यो चलाइरहेको छ, त्यसमा पनि उहाँले इन्भल्भमेन्ट गरेर त्यसमा पनि काम गर्दै आउनुभएको छ। यस्तै गरी उहाँले चाहिँ टिच फर नेपाल एन्ड लिडरसिप इन एजुकेसनमा पनि उहाँ आबद्ध हुनुहुन्छ। त्यसमा पनि उहाँको उल्लेख्य योगदान छँदैछ। यो सानो परिचय दिँदै मैले चाहिँ अब धेरै समय नलिकन शैलेन्द्रजीलाई चाहिँ आफ्नो आजको टपिकमा जुन प्रेजेन्टेसन उहाँले गर्नुहुन्छ, त्यसमा चाहिँ त्यसको लागि चाहिँ उहाँलाई मैले फ्लोर ओपन गरेँ। शैलेन्द्रजी, हजुरको चाहिँ सायद सेयर गर्न मिल्छ होला है, सेयर गरेर स्टार्ट गर्नु होला। धन्यवाद। धन्यवाद अर्गनाइजिङ टिमलाई मलाई इन्भाइट गरेकोमा आज यो सेसनको लागि। र मैले केही चाहिँ यहाँ चिनेको साथीहरू भाइहरू त मोस्टली देखिरहेको छु, मसँगै काम गर्नुभएको पनि यहाँ हुनुहुन्छ के साथीहरू यहाँनिर। एकदम खुसी लाग्छ हजुरहरूलाई भेटेर। म यो प्रेजेन्टेसन चाहिँ दुईवटा पाटो सेयर गर्छु। एउटा प्रेजेन्टेसन चाहिँ म अहिले जहाँ इङ्गेज छु यहाँ आउनुभन्दा अगाडिको मेरो इन्भल्भमेन्ट र सर्टेन एजुकेसनको होलिस्टिक कुरालाई सेयर गर्छु नि। दोस्रो प्रेजेन्टेसन छ जुन चाहिँ मैले काठमाडौँ महानगरपालिका अन्तर्गत गर्नेछु। मैले धेरैवटा स्लाइडहरू चाहिँ स्किप गर्छु होइन। त्यो स्लाइडहरू स्किप गर्दाखेरि हजुरहरूले त्यसलाई चाहिँ अलिक रस भयो जस्तो देखिन्छ, तर त्यो रस भएको त्यस्तो फिल भयो भने पछि पनि हामी कनेक्ट गर्न सक्छौँ एन्ड आई क्यान सेयर अल दोज थिङ्स। र मोस्ट प्रोभाब्ली म मेमा जर्मनी पनि आउँछु होइन, नेपाल टागमै एटेन्ड गर्नको लागि। त्यतिखेर पनि हामीले भेटेर फर्दर कुरा गर्न सक्छौँ। र मेरो ब्लग र आर्टिकल पनि म तपाईँलाई लास्टमा सेयर गर्छु, त्यहाँ अझै धेरै तपाईँले यो विषयमा सेयर पाउनुहुन्छ। तर आज मैले सुरुमै के भन्यो भने म अलिकति रसमा भयो जस्तो देखिन्छ, त्यसलाई चाहिँ हजुरहरूले कन्सिडर गर्नु होला। मैले सेयर गरेँ प्रेजेन्टेसन मेरो। ओके, यो प्रेजेन्टेसनको हरेक स्लाइडमा एकदमै धेरै कन्टेन्ट छ होइन, तर म एकदमै सर्टमा मात्रै सेयर गर्छु। पछि वी क्यान अलवेज कनेक्ट है यो पाटोमा। सो हिस्ट्री अफ एजुकेसन नेपालमा चाहिँ मैले यहाँ चारवटा चाहिँ तपाईँलाई चाहिँ स्टेट बनाएको छ, जहाँ चाहिँ नेपाल बन्नु अगाडि, नेपाल भन्ने देश हुनु अगाडि र आजको समयसम्म चाहिँ जुन पोलिटिकल रिफर्मेसनहरू भयो त्यसले चाहिँ एजुकेसनमा कसरी इम्प्याक्ट पार्दै गयो भन्ने कुरालाई सेयर गर्न चाहन्छु। हामीले चाहिँ बिफोर नेपाल भन्दाखेरि चाहिँ भेदिक कल्चरल एजुकेसन, बुद्धिस्ट एजुकेसन, लिच्छवीकालीन र मल्लकालीनमा चाहिँ एजुकेसनहरूलाई हेर्दाखेरि चाहिँ हामीले चाहिँ धर्म र ग्रन्थसँग जोडिएका एजुकेसनहरू पाउँछौँ होइन। र तपाईँलाई चाहिँ लिच्छवीकालीनमा चाहिँ तपाईँलाई आर्ट र एजुकेसनलाई इन्टिग्रेट गरिएको थियो भने चाहिँ तपाईँलाई चाहिँ ट्रेडलाई एजुकेसनसँग इन्टिग्रेट गरिएको चाहिँ मल्ल डाइनेस्टीको बेलामा पाइन्छ। शाह डाइनेस्टीमा चाहिँ तपाईँलाई चाहिँ एजुकेसनमा चाहिँ तपाईँलाई चाहिँ यो आर्मी एजुकेसनहरू यो स्ट्राटेजीहरू होइन, वार स्ट्राटेजीहरू सम्बन्धी चाहिँ तपाईँलाई चाहिँ एजुकेसनमा नयाँ इनोभेसन गरेको पाइन्छ। त्यहाँनिर चाहिँ फ्रेन्च आर्मीहरूलाई चाहिँ नेपालमा ल्याएर आर्मीहरूलाई चाहिँ वार स्ट्राटेजीको बारेमा सिकाएको पाइन्छ। मैले एकदमै इनोभेटिभ कुराहरू मात्रै गरिरहेको छु, अरू जेनरिक कुराहरू तपाईँले पछि पाउनुहुन्छ। र राणाकालीनमा चाहिँ एजुकेसनमा चाहिँ नेपालमा सर्टेन इनोभेसन्सहरू अलिकति बढी ल्याएको देखिन्छ। त्यहाँनिर जस्तो तपाईँलाई चाहिँ पहिलो कुरा चाहिँ तपाईँलाई जुन ब्रिटिस एजुकेसन सिस्टम चाहिँ नेपालमा इन्ट्रोड्युस गरिएको पनि राणाकालीनमै हो। र पहिला चाहिँ यो सर्टेन रोयल्स फ्यामिलीहरूसँग सम्बन्धित लाई मात्रै एक्सेस थियो। पछि चाहिँ केही फ्यामिलिजलाई चाहिँ होइन, त्यो पनि सर्टेन एथनिक ब्याकग्राउन्डको फ्यामिलिजहरूलाई चाहिँ देशैभरि मोस्टली पाहाडमा पनि, तराईमा पनि, सिटिजमा पनि होइन चाहिँ यो इन्टिग्रेट गरेको देखिन्छ। हिमालतिर त्यस्तो देखिँदैन। यो राणा एजुकेसन सिस्टममा ब्रिटिस एजुकेसन सिस्टम जुन इन्टिग्रेट गर्यो तराई र पाहाड अनि सिटिज एरियाजमा चाहिँ देखिन्छ। त्यसपछि फिमेल एजुकेसन पनि कम्पलसरी अथवा फिमेल एजुकेसनलाई चाहिँ फर्मलाइज गरिएको पाला पनि राणाकालमै हो होइन। र तपाईँलाई चाहिँ वार अनि त्यसपछि ट्रेड, त्यसपछि तपाईँलाई चाहिँ यो आर्टहरूमा चाहिँ यसलाई पनि फलोअप गरेको पाटोहरू पनि यहाँले देखिन्छ।
अब यो एजुकेसनमा चाहिँ डिफ्रेन्ट इनोभेसन भए तापनि जब नेपालमा डेमोक्रेसी आयो, डेमोक्रेसी आउँदाखेरि नेपालमा चाहिँ साक्षर दर चाहिँ 2% थियो। यो चाहिँ हामीले बुझ्नु एकदमै जरुरी छ। मैले त्यही भएर नि यो स्लाइड ल्याएको। नेपालको साक्षर दर जम्मा 2% जनसङ्ख्यालाई चाहिँ अक्षर चिन्न, सिग्नेचर गर्न आउँथ्यो तपाईँलाई, होइन? र अर्को कुरा चाहिँ तपाईँलाई चाहिँ जुन स्कुल लिभिङ सर्टिफिकेट छ त्यो पनि राणाकालमै इन्ट्रोड्युस भएको है। यो पनि हामीले चाहिँ बुझ्नुपर्छ, राणाकालमा इन्ट्रोड्युस भएको। तर राणाकालमा देखि नै तपाईँलाई एजुकेसन चाहिँ जहिले पनि कन्ट्रोल्ड बाई, पहिला त आर्मीले कन्ट्रोल गर्थ्यो एजुकेसन। भन्न खोजेको चाहिँ कस्तो क्वेसन लेख्ने, को पास हुने, होइन के हुने, होइन क्वेसनै गर्न पर्मिसन लिनु पर्थ्यो क्या शासकको। र आज पनि यसको रेप्लिकेसन चाहिँ आजसम्म तपाईँलाई फेडरल डेमोक्रेटिक रिपब्लिक नेपालमा पनि प्रशासन चाहिँ शिक्षाभन्दा माथि हो आजको दिनमा पनि। तपाईँलाई अहिले एससी भइरहेको छ, सिडिओ तपाईँलाई चाहिँ अनुभवमा जानुहुन्छ। यो भनेको यो के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ भन्ने गर्छौँ बेला बेलामा, जङ्गबहादुर राणाको जुन एजुकेसन एक्ट छ त्यो एक्ट चाहिँ आज पनि फेडरल डेमोक्रेटिक नेपालमा चाहिँ तपाईँलाई एप्लाई भइरहेछ। त्यो रेप्लिकेसन कहाँको हो भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ प्रशासनले शिक्षा कन्ट्रोल गर्ने भन्ने कुरा चाहिँ राणाकालीन सोच चाहिँ अहिले पनि देखिन्छ। यो कुरा मैले सर्टमा ल्याएँ। र बुझ्नुपर्ने कुरा के हो भने चाहिँ 2007 सालमा तपाईँलाई चाहिँ के थियो भन्दाखेरि चाहिँ 2% जनसङ्ख्यालाई मात्रै अक्षर चिन्ह आउँथ्यो, होइन? र मोटामोटी तपाईँलाई मैले ठ्याक्क अहिले सङ्ख्यामा भन्दाखेरि 29वटा जम्मा देशभरिमा स्कुल थिए, विद्यालय थिए त्यतिखेर, होइन? त्यतिखेरको पाटोमा। सो यसलाई मैले स्किप गरेँ, होइन? यसमा धेरै चेन्ज आयो। पछि तपाईँलाई कन्स्टिट्युसनल मोनार्की एन्ड मल्टी पार्टी पार्लियामेन्ट 2007 सालमा आइसकेपछि चाहिँ शिक्षा चाहिँ अधिकार भयो। त्यसपछि सबैले पढ्न पाउने, जात धर्म लिङ्ग, होइन, र क्षेत्र प्रान्तहरूको बेसमा चाहिँ डिस्क्रिमिनेट गर्न नपाउने र शिक्षा सबैले पाउने भन्ने एउटा चाहिँ त्यो उपलब्धि हो। र एउटा कुरा सोच्ने हो भने चाहिँ एजुकेसनकै लागि चाहिँ तपाईँलाई चाहिँ क्रान्ति चाहिँ जब गरिएको थियो त्यतिखेर, त्यो क्रान्ति गर्नेमा चाहिँ सबभन्दा मेन कारण के थियो, मेरो बच्चाले पनि पढ्न पाउनुपर्छ भन्ने आवाज चाहिँ उठ्दै जाँदाखेरि चाहिँ तपाईँलाई चाहिँ त्यसलाई सम्झिनुपर्छ हामीले। डेमोक्रेटिक रिपब्लिक नेपालमा अझै धेरै 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 यसलाई चाहिँ तपाईँलाई चाहिँ डेमोक्रेटिक रिपब्लिक नेपालमा चाहिँ के भयो भन्दाखेरि चाहिँ पछि गएर चाहिँ 2046 सालपछि चाहिँ प्राइभेट एजुकेसन, न्यू लिबरलिजम जब आयो तपाईँलाई संसारमा, जब तपाईँलाई चाहिँ युके र युएसले चाहिँ न्यू लिबरलिजमलाई प्रमोट गरिसकेपछि चाहिँ तपाईँलाई डेमोक्रेटिक रिपब्लिकमा चाहिँ प्राइभेट एजुकेसन सिस्टम चाहिँ इभल्भ भएको। यो विषयमा मेरो पेपरै छ, पछि पढ्नु होला, मैले एकदम स्किप गरिरहेको छु, होइन? र फेडरल डेमोक्रेटिक रिपब्लिक नेपालमा चाहिँ शिक्षा भनेको चाहिँ आजको दिनमा चाहिँ 12 कक्षासम्म चाहिँ राज्यको उत्तरदायित्व हो भन्ने कुरा चाहिँ पेपर र संविधानले भन्छ। यो चाहिँ सर्ट एन्ड प्रोग्रेस मैले तपाईँहरूलाई भने। र 2%को केसमा आउँदाखेरि आजको कुरा गर्दाखेरि चाहिँ नेपालमा 2 प्रकारको स्कुल छन्, होइन? एउटा चाहिँ इन्स्टिट्युसन स्कुल भन्छ, यसमा प्राइभेट र गुठी नट फर प्रफिट भन्ने पनि आउनुहुन्छ स्कुल, त्यो पनि यसमा जोडिन्छ, त्यसले इन्स्टिट्युसनल स्कुल भन्छ हामीलाई त। अनि अर्को चाहिँ कम्युनिटी स्कुल भन्छ। यो कम्युनिटी स्कुलको पनि आफ्नै इतिहास छ, त्यो विषयमा म आज धेरै गएन। तर कम्युनिटी स्कुलमा पनि हामीले चाहिँ 3 प्रकारको चाहिँ कम्युनिटी स्कुल पाउँछौँ, होइन? हुन त अहिले शिक्षा के छ मैले अघि पनि सेयर गरेँ तपाईँलाई, 12 क्लाससम्म चाहिँ राज्यको उत्तरदायित्व भए तापनि आजको चाहिँ हाम्रो चाहिँ जुन एजुकेसन एक्ट छ यो चाहिँ परिमार्जित हुँदै, फेरि एउटा कुरा जङ्गबहादुर राणाकै पालाको चाहिँ एजुकेसन एक्ट छ भन्दाखेरि चाहिँ एउटा कुरा चाहिँ कहाँ चाहिँ हामीले चाहिँ कन्फ्युज हुनु भएन चाहिँ त्यो चाहिँ बेला बेलामा परिमार्जन चाहिँ भएको छ है त्यो एक्ट चाहिँ, होइन? तै पनि त्यसको फन्डामेन्टल चाहिँ त्यही छ। तर त्यसले अलिकति कन्फ्युजन छ तपाईँलाई एजुकेसनको एक्ट र कन्स्टिट्युसनमा चाहिँ कहाँ ग्याप छ क्या त्यहाँनिर चाहिँ, होइन? त्यस्तो पाटोलाई पनि मैले अहिले टिप गर्दाखेरि चाहिँ कम्युनिटी एडेड स्कुल, कम्युनिटी म्यानेज र कम्युनिटी अनएडेड भनेको चाहिँ यसमा चाहिँ फुल्ली सपोर्ट इन टर्म टिचर स्यालेरी र अदर एक्सपेन्सेस चाहिँ हुन्छ। अर्को म्यानेज छन्, होइन, कम्युनिटीले म्यानेज गर्ने। र अर्को चाहिँ तपाईँ गभर्मेन्टले रेकग्नाइज गरेको छ तर फुल्ली चाहिँ गभर्मेन्टले सपोर्ट गर्दैन। यो खासमा फेरि पनि मैले के भने चाहिँ कन्स्टिट्युसनले चाहिँ अहिलेको कन्स्टिट्युसनले यो कुरालाई एड्रेस गर्दैन, होइन? कन्स्टिट्युसनले चाहिँ गर्दैन, तर प्र्याक्टिसमा अहिले पनि यो छ। यो खासमा डेमोक्रेटिक नेपाल हुँदाखेरि चाहिँ यो प्र्याक्टिस थियो कम्युनिटी स्कुलको, तर स्टिल यो प्र्याक्टिस चाहिँ छ त तपाईँलाई। तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भने नेपालमा चाहिँ तपाईँलाई 2 प्रकारको एजुकेसन सिस्टम छ, इन्स्टिट्युसनल स्कुल र कम्युनिटी स्कुल। अब हरेक हरेक टपिकको बिचमा चाहिँ एकदमै लामो लामो इतिहास छ। कम्युनिटी स्कुलकै इतिहास टर्नै छ, इन्स्टिट्युसनको इतिहास टर्छ, मैले स्किप गरिरहेको छु। यहाँ चाहिँ तपाईँलाई मोटामोटी 2 प्रकारको स्कुलको तपाईँ कलर कोड सम्झिनु होला। यहाँ जाने नेपाली बच्चाहरू चाहिँ तपाईँलाई चाहिँ एराउन्ड 80% बच्चा चाहिँ तपाईँलाई कम्युनिटी स्कुलमा जान्छ भने हरियो कलरको बच्चाहरू चाहिँ तपाईँलाई प्राइभेट स्कुलमा जान्छन्। अब यसमा के छ भन्दाखेरि चाहिँ रिजल्टको हो यो पाटो चाहिँ। तपाईँले रिजल्ट यहाँ देख्नुभयो भने चाहिँ यहाँनिर जुन चाहिँ हामीले चाहिँ यो कन्स्टिट्युसनल यो प्राइभेट स्कुलको रिजल्ट हामीले हेर्दाखेरि चाहिँ तपाईँलाई के छ भन्दाखेरि चाहिँ निलोमा छ एकदमै डिस्टिङसन र फर्स्ट डिभिजनमा धेरै पपुलेसन छ भने तपाईँलाई यतातिर चाहिँ फेल हुने पपुलेसन चाहिँ बढी थियो। कहिलेको डेटा भन्दाखेरि एसएलसी, अन्तिम एसएलसी नेपालको स्कुल लिभिङ सर्टिफिकेट जब 10 क्लाससम्म थियो। पछि तपाईँलाई 16 सालमा 2016मा चाहिँ तपाईँलाई के भयो भन्दाखेरि 2016मा चाहिँ
तपाईँलाई चाहिँ एसएलसीबाट एससीमा कन्भर्ट गरियो, ग्रेडेड सिस्टम ल्यायो। त ग्रेडेड सिस्टम ल्याउँदाखेरि पनि ग्याप यत्तिकै देखिन्छ तपाईँलाई। धेरै विद्यार्थी सी प्लस भन्दा तल अथवा सी अथवा डी प्लसको बिचमा चाहिँ धेरै कम्युनिटी स्कुलमा जाने बच्चाहरूले ग्रेड ल्याइरहेछन् भने यता तपाईँलाई ए प्लस र ए को बिचमा ल्याइरहेछन्। 2018को एससीमा पनि यही कुरा देखियो होइन। र यो सबै कन्सल्टेड हेर्दाखेरिको मैले बिचमा कोभिडको बेलाको एससीलाई चाहिँ मैले रेकर्डमा राखिनँ मैले, किन कोभिडको बेलाको एससीको धेरै किसिमको चाहिँ त्यसलाई चाहिँ प्रश्न गर्न मिल्छ होइन, त्यतातिर म गइनँ। तर यहाँ तपाईँले देख्नुभयो भने अघि सम्झिनुहुन्छ भने यदि 10जना बच्चा यदि हामीले चाहिँ इन्स्टिट्युसनल स्कुल अथवा प्राइभेट स्कुलमा पठायो भने चाहिँ धेरै जसो बच्चाहरू 80% बच्चा चाहिँ तपाईँलाई बी प्लस र ए प्लसको बिचमा हुन्छन् भने तपाईँलाई चाहिँ एकदमै नेग्लेजिबल एमाउन्ट नम्बर अफ बच्चा मात्रै तपाईँलाई चाहिँ बी प्लस भन्दा माथि हुन्छ प्राइभेट स्कुलको, धेरै बच्चा चाहिँ तपाईँलाई चाहिँ सी प्लस भन्दा तल होइन त्यो पपुलेसनमा हुन्छ भने यहाँनिर हामीले चाहिँ एजुकेसनमा समस्या देखेका छौँ भन्ने कुरा हामीले बुझ्नुपर्छ। अब यसले के हुन्छ होइन, यसले के फरक पर्छ भन्दाखेरि चाहिँ यो यसले कहाँ फरक पर्छ भने चाहिँ तपाईँलाई जो बच्चा तपाईँलाई चाहिँ कम्युनिटी स्कुल जान्छन् अहिले ऊ चाहिँ ल्याक अफ क्वालिटी एजुकेसन भएको हुनाले चाहिँ उसको चाहिँ ज्ञान र तपाईँलाई क्षमता चाहिँ उसको चाहिँ भन्नाले स्किल नलेज र स्किल चाहिँ कम हुने भयो। त्यसले गर्दाखेरि कि त अनएम्प्लोइड हुन्छ कि त अन्डर एम्प्लोइड हुन्छ। अनएम्प्लोइड भनेको आजको दिनमा नेपालमा छैन लगभग। अन्डर एम्प्लोइमेन्ट इज अ बिगर च्यालेन्ज होइन, हाइएस्ट लेभल अफ च्यालेन्ज। अनएम्प्लोइड छैन भन्न त मिल्दैन, तर अन्डर एम्प्लोइमेन्ट चाहिँ ठुलो च्यालेन्ज हो। अन्डर एम्प्लोइमेन्टले के गर्छ, जुन जेनेरेसन 1 हुन्छ जो स्कुल गएको हुन्छ पब्लिक स्कुल, मोस्ट अफ एकदमै धेरै प्रोभाबिलिटी के हुन्छ उहाँ चाहिँ लो इकोनोमिक स्ट्याटसमै बस्ने चान्स हुन्छ। त्यसले गर्दाखेरि उहाँ चाहिँ पोभर्टीमै जानुहुन्छ। पोभर्टीमा गइसकेपछि के हुन्छ भने उहाँको बच्चा फेरि पब्लिक स्कुलमै जानुहुन्छ र पब्लिक स्कुल रिफर्म भएन भने यो भिसियस साइकल कन्टिन्यू भइरहेको हुन्छ। जो गरिबी रेखाबाट चाहिँ बाहिर निस्किन चाहिँ त्यो पपुलेसनलाई गाह्रो हुन्छ। सो आजको दिनमा नेपालमा चाहिँ नयाँ प्रब्लम अब के आउँदैछ भन्दा चाहिँ अर्बन पोभर्टी भनेर चाहिँ नयाँ एउटा चाहिँ तपाईँलाई यो नेपालमा मात्र होइन संसारभरि यो हो। त नेपालमा अझै धेरै चाहिँ यसको चाहिँ हामीले देख्न थालेका छौँ अर्बन पोभर्टी, किन पैसाको अभावले गर्दाखेरि चाहिँ क्वालिटी एजुकेसन बच्चाले पाउन सकेका छैनन्। तर फेरि एजुकेसनमा हामीले जहिले पनि भन्दाखेरि चाहिँ जहिले पनि टिचरलाई चाहिँ हामीले चाहिँ स्केप गोड बनाएर हुन्छौँ, बलिको बोको चाहिँ टिचरलाई बनाएर हुन्छौँ। त्यो चाहिँ त्यति मात्रै टिचर मात्रै चाहिँ रिजन होइन, टिचर एउटा इम्पोर्टेन्ट फ्याक्टर चाहिँ हो, टिचर मात्रै चाहिँ रिजन होइन। एउटा पिरामिड छ, यो पिरामिड चाहिँ तपाईँले चाहिँ यो पिरामिडलाई हेर्ने हो भने चाहिँ तपाईँलाई बच्चाको लर्निङ आउटकम जुन टपमा हामीले जुन देख्छौँ टप अफ द आइसबर्ग भनौँ, त्यसमा चाहिँ त्यसको फन्डामेन्टलमा चाहिँ गभर्मेन्टको चाहिँ तपाईँलाई क्यापेसिटी टु इम्प्लिमेन्ट द पोलिसी, पहिला त नीति निर्माण गर्ने गभर्मेन्टको क्षमता त्यो इस्युलाई कसरी एड्रेस गर्छ र लेफ्ट साइडमा तपाईँले देख्नुभयो भने चाहिँ गभर्मेन्टको क्षमता त्यो पोलिसीलाई इम्प्लिमेन्ट गर्ने। त्यो हुँदै हुँदै जाँदाखेरि चाहिँ गभर्मेन्टबाट जान्छ, त्यो ब्युरोक्रेसीबाट जान्छ यतातिर पेरेन्ट्स र सोसाइटीमा हुँदै टिचर्स पेरेन्ट्स अनि त्यो सबै कुरालाई हेर्दै जाँदाखेरि चाहिँ स्टुडेन्ट्सको मोटिभेसन, मेन्टल हेल्थ, वेलबिङ, स्टुडेन्टको बेस, स्टुडेन्टको कन्ट्रिब्युसन गरेर चाहिँ लास्टमा गएर तपाईँलाई क्वालिटी अफ एजुकेसनमा ल्याउँछ। यो पिरामिड मैले आफैले रिसर्च गरेको, त्यसपछि मैले तपाईँलाई चाहिँ मोटामोटी 100वटा चाहिँ कम्युनिटी स्कुलको र 100वटा चाहिँ तपाईँलाई चाहिँ प्राइभेट स्कुलको बच्चाहरूलाई मैले चाहिँ एक्सेस गर्दाखेरि के पाएँ भन्दाखेरि चाहिँ इभन हाम्रो प्राइभेट स्कुलको बच्चाहरूमा चाहिँ बेसिक न्युमेरिसी र लिट्रेसीमा चाहिँ ठुलो ग्याप रहेछ। यो तपाईँलाई चाहिँ यहाँ हेर्दाखेरि चाहिँ अलिकति हाई लेभल तपाईँलाई यो बेसमा त लगभग सेम छ, लेभल 1 लेभल 2 लेभल 3मा होइन। तर लेभल तपाईँले इङ्ग्लिसको लेभल 3मा जाँ कि म्याथको लेभल 3मा जाँदाखेरि पनि प्राइभेट स्कुलको बच्चाहरूले चाहिँ तपाईँलाई चाहिँ राम्रो गर्न सकेको छैनन् त्यहाँनिर सिकाइमा। अब फेरि एससीको रिजल्ट इज अदर थिङ, जसमा चाहिँ मैले त्यति धेरै कुरा गर्दिनँ रिजल्ट किन राम्रो हुन्छ भन्ने कुरामा, त्यो अर्को टपिक हुन जान्छ। तर प्रब्लम छ भन्ने कुरा चाहिँ देखिन्छ यहाँ। यो चाहिँ अहिले हामीले मोटामोटी 7वटा पालिकामा यो रिसर्च गरेका छौँ होइन, जसमा चाहिँ हामीले के पायौँ भन्दाखेरि चाहिँ 25% बच्चालाई 8 क्लासको बच्चालाई चाहिँ भागा गर्न आउँदैन, विच अ बिगेस्ट वान अफ द च्यालेन्ज होइन सब्जेक्ट कम्पिटेन्सीको बेसमा। त्यसपछि अर्को हामीले चाहिँ के गर्यो भने चाहिँ बच्चाको चाहिँ तपाईँलाई चाहिँ टिचिङ लर्निङ त ग्रेडले अघि तपाईँले पिरामिड सम्झिनुहुन्छ भने बच्चाको अरू धेरै फ्याक्टरले बच्चाको मोटिभेसन होइन बच्चाको कन्ट्रिब्युसन होइन यो कुराहरूले चाहिँ तपाईँलाई चाहिँ बच्चाको लर्निङलाई इफेक्ट पार्छ भने इङ्गेजमेन्ट अफ स्टुडेन्ट हेऱ्यौँ भने हामीले के पाउँछौँ भन्दाखेरि सबै ठाउँमा चाहिँ प्राइभेट स्कुलको बच्चाहरूले चाहिँ प्राइभेट स्कुलमा जाने बच्चाहरू चाहिँ कम्पेरिटिभली कि त तपाईँलाई ग्रिन जोनमा छन् होइन, कि त फर्स्ट क्वार्टर भनेको 3.5देखि 4को रेन्जमा भनेको गुड भनौँ न बेस्ट सिचुएसनमा छन् भने तपाईँलाई चाहिँ कहाँ चाहिँ प्रब्लम एउटा देखिन्छ भने जुन चाहिँ अलिकति कम एड्रेस गरेको पाइन्छ। जस्तो तपाईँलाई मैले यहाँ एकदम सिम्पली भन्यो भने जस्तो बच्चाको पढाइप्रतिको लगानी होइन पढाइप्रतिको चाहिँ एकदमै राम्रो होइन कहाँ छ भन्दाखेरि चाहिँ प्राइभेटमै छ। स्कुल र टिचरको सपोर्ट पनि प्राइभेटमै पाएको पाउँछ होइन, पेरेन्ट्सले सपोर्ट गरेको पनि गार्जेनले सपोर्ट गर्ने प्राइभेटमै जाने बच्चाहरूले पाइन्छ। सेल्फ मोटिभेसन भोलि गएर मलाई शिक्षाले राम्रो गर्छ, मेरो लाइफमा चाहिँ एजुकेसन इम्पोर्टेन्ट छ भन्ने पनि प्राइभेटमा पाइन्छ। तर अर्को सबैभन्दा ठुलो प्रब्लम चाहिँ के पार्ने मेन्टल हेल्थ एन्ड वेलबिङको बाटोमा
मेन्टल हेल्थ एन्ड वेलबिङमा चाहिँ तपाईँलाई चाहिँ के पायो भन्दाखेरि तपाईँलाई यो चाहिँ तपाईँलाई प्राइभेटमा पनि प्रब्लम छ, कम्युनिटीमा धेरै प्रब्लम छ, तर प्राइभेटमा पनि ठुलो प्रब्लम छ। त्यहाँ चाहिँ बच्चाहरूले चाहिँ एजुकेसन सिस्टमलाई चाहिँ इन्जोय गरेर आएको छैनन्, र त्यसमा चाहिँ तपाईँलाई चाहिँ बच्चाहरू चाहिँ एक लेभलमा एजुकेसन सिस्टमले गर्दाखेरि भिक्टिम पाइरहेको देखिएको छ। त्यसले गर्दाखेरि चाहिँ यो पनि एउटा प्रब्लम हो। त्यो चाहिँ अर्को हामीले सोसियो इकोनोमिकमा जाँदाखेरि के पायौँ भन्दाखेरि चाहिँ नेपालमा चाहिँ तपाईँलाई चाहिँ एथनिसिटी वाइज र इकोनोमी वाइज चाहिँ प्राइभेट स्कुलमा जाने बच्चाहरू र कम्युनिटी स्कुलमा जाने बच्चाहरू चाहिँ तपाईँलाई डिटरमाइन गरिएको छ। गुड तपाईँलाई चाहिँ अप्पर कम्युनिटीहरू होइन, चाहे त्यो मधेसमा होस् कि पाहाडमा होस् होइन, र इभन हिमालमा पनि त्यो लेभलको के देख्यो भने चाहिँ सोसियो इकोनोमिक कन्ट्रिब्युसनले जसको राम्रो छ। अब हिमालतिर रुरल एरियातिर चाहिँ प्राइभेट स्कुल त्यस्तो छैन होइन, तर सिटिज एरियामा बढी छन् होइन, र त्यो पाउँदाखेरि चाहिँ ब्राह्मीण क्षेत्री ठकुरीहरू होइन। र यहाँ मैले ब्राह्मीण भन्दाखेरि चाहिँ हामीले चाहिँ जहिले पनि कहाँ कन्फ्युज हुन्छौँ भने चाहिँ हामी पाहाडतिर मात्रै कन्फ्युज हुन्छौँ, मधेसतिर पनि सेममा मधेसतिरको पनि ब्राह्मीण क्षेत्री होइन, त्यो सिमिलर लेभलको कास्टहरूले चाहिँ बढी प्रायोरिटी पाइन्छ, गुड एक्सेस छ होइन एजुकेसनमा भने चाहिँ दलित होइन चौधरी जनजातिहरूको चाहिँ लो छ भन्ने कुरा देखिन्छ। अघि शिव दाईले चाहिँ तपाईँलाई एमडिजीको कुरा गर्नुभएको थियो होइन। अहिलेसम्मको स्लाइडमा मैले के देखाएँ भन्दाखेरि चाहिँ एजुकेसनमा बच्चाले कस्तो लर्निङ आउटकम ल्याउँछ भन्ने कुरा चाहिँ एक लेभलमा चाहिँ बच्चा जन्मिने बित्तिकै निर्धारण भइरहेको पाइन्छ, विभिन्न डेटाहरू मैले देखाएँ तपाईँलाई। तर एमडिजीमा तपाईँले हामीले देख्यौँ भने चाहिँ यो चाहिँ तपाईँलाई चाहिँ 2015मा चाहिँ हामीले एचिभ गरेको मिलियन डेभलपमेन्ट गोलमा त्यसमा चाहिँ के देखिन्छ भने चाहिँ तपाईँलाई चाहिँ हाम्रो सिचुएसन जुन हामीलाई टार्गेट दिएको थियो टार्गेट अलमोस्ट हामीले एचिभ गऱ्यौँ, र त्यो एचिभ गरिसकेपछि अझै धेरै एम्बिसियस टार्गेट चाहिँ एसडिजीले चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोलमा दिएको छ। सस्टेनेबल डेभलपमेन्ट गोल र मिलेनियम डेभलपमेन्ट गोलमा चाहिँ एउटा मात्रै फाइदा, एकदम सिम्पल एउटा मात्रै डिफ्रेन्स भन्ने हो भने चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोलले चाहिँ मोर ओनरसिपलाई चाहिँ सेन्टरमा राखेको छ होइन, र अपर्च्युनिटिज भनेर चाहिँ त्यो सबैजनाको चाहिँ इक्वल रेस्पोन्सिबिलिटी हो वर्ल्डको प्रब्लमलाई सल्भ गर्ने, यो कन्ट्रीभन्दा बियोन्ड जान्छ एसडिजीमा चाहिँ। एमडिजीमा चाहिँ मोर टप डाउन एप्रोच र सर्टेन डेभलप्ड कन्ट्रिजहरूको चाहिँ बढी कन्ट्रिब्युसन छ, सो द्याट ओनरसिप सबैको नहुनसक्छ, त्यो चाहिँ तपाईँले तिमीले यस्तो गर्नुपर्छ भन्ने थियो। सो एसडिजी 4ले के भन्छ, इन्स्योर इन्क्लुजिभ एन्ड इक्विटेबल एजुकेसन एन्ड प्रमोट लाइफ लङ लर्निङ अपर्च्युनिटी फर अल भन्छ। भनेको 2030सम्ममा चाहिँ सबै छोरी र छोरा मान्छेले चाहिँ फ्री इक्विटेबल एजुकेसन प्राइमेरी र सेकेन्ड्रीको पाउँछ भन्ने कुरा चाहिँ 2030सम्म पाउँछ भन्ने कुरा चाहिँ यसले चाहिँ एन्स्योर गरेको छ, र हाम्रो संविधानले पनि यही कुरालाई भनेको छ। च्यालेन्ज के छ भन्दा चाहिँ नेपालमा चाहिँ नयाँ फेडरल स्ट्रक्चर हो, त्यसले गर्दाखेरि चाहिँ एसडिजीलाई लोकल लेभलमा हुन त अब टाइम पनि सकिन लागेको छ एसडिजीको होइन, तर लोकल लेभलमा लान रिजनल लेभलमा लान चाहिँ अलिकति च्यालेन्ज छ एलाइनमेन्टमा। सबभन्दा ठुलो च्यालेन्ज नेपालमा चाहिँ जनशक्ति क्वालिफाइड ह्युमन रिसोर्सेस नहुनु एउटा च्यालेन्ज हो, र फाइनेन्सियल रिसोर्स पनि हामीसँग चाहिँ त्यति धेरै छैन। हामीसँग डेटाबेस, हामीसँग गुड डेटाबेस छैन यहाँनिर होइन, र नयाँ पोलिसिज र रिएलाइनमेन्ट अफ पोलिसिजहरूको एउटा यो कन्फ्युजन पनि छ। त्यसपछि तपाईँलाई चाहिँ अब विविध किसिमको चाहिँ हाम्रो चाहिँ डिजास्टर्सहरूले पनि हाम्रो लागि चाहिँ एउटा च्यालेन्ज हुनसक्छ इभन एजुकेसनमा तपाईँलाई यो इम्प्लिमेन्ट गर्नको लागि। यतातिर मैले गएन, म एउटा जस्ट कम्युनिटी तपाईँलाई म देखाउँछु। तपाईँले स्कुल भनेपछि एउटा यो हामीले चाहिँ स्कुल भने चाहिँ कस्तो हुन्छ, यस्तो खालको स्कुल हामीले सम्झ्यौँ। मेजोरिटी अफ स्टुडेन्ट्स चाहिँ यस्तो खालको स्कुलमा जान्छ, कम्युनिटीभन्दा अलिकति टाढा स्कुल हुन्छ। त्यो किन हुन्छ त्यसको पनि एउटा इतिहास छ, त्यसमा पनि मैले गएन, तर यो पनि मैले एउटा रिजन छ। त्यो चाहिँ स्कुल भनेको हाम्रो चाहिँ अहिले कम्युनिटी स्कुलमा पनि टाई लाउने चाहिँ एउटा चलन छ, त्यो पनि देखाउनु खोज्छु कि तर स्कुलको क्लासरुम चाहिँ स्टिल हामीले यस्तै खालको पाउँछौँ। अझै पनि हामीले 50-60 वर्ष पुरानो डेस्क बेन्चहरू पाइरहेको हुन्छौँ हामीले अहिले पनि स्कुलमा। त्यसपछि अब हामीले के पाएको छौँ भन्दाखेरि चाहिँ 6 कक्षाको बच्चाहरूलाई चाहिँ तपाईँलाई चाहिँ नेपाली वर्णमाला चाहिँ तपाईँलाई चाहिँ लेख्न आउँदैन होइन। 7मा चाहिँ बच्चाहरू चाहिँ के भन्छ भने चाहिँ तपाईँलाई चाहिँ एक्जाममा फेल हुने पनि 8मा चाहिँ बच्चाहरू स्कुल नआउने खालको सिचुएसन एकदमै धेरै देखिन्छ है, स्कुल नआएर अरू कुरामा इङ्गेज भइराख्ने। एडिसन सब्सट्र्याक्सनहरूमा 2 डिजिट नम्बरहरू चाहिँ ग्रेड 9को बच्चाहरूलाई बुझ्न गाह्रो हुन्छ। ग्रामेटिकली चाहिँ करेक्ट सेन्टेन्स लेख्न 10 क्लासको बच्चालाई गाह्रो हुन्छ। 80% द स्टुडेन्ट्स स्कोर लेस देन 10 इन टर्मिनल एक्जामिनेसन, यस्तो खालको हुन्छ। एजुकेसन मात्रै प्रायोरिटी हुँदैन गाउँमा र इभन कम्युनिटी स्कुलमा बच्चाहरू अहिले पनि दूर दराजमा चाहिँ अहिले पनि हिँड्नुपर्ने हुन्छ। पाहाडमा मात्रै होइन तराईमा पनि हिँड्नुपर्छ। एउटा केस छ तपाईँलाई यहाँ मैले अघि सुन्दर तामाङ मैले देखिरहेको थिएँ यहाँनिर टिममा हुन्छ, सायद उहाँ पर्सातिर काम गर्नुहुन्थ्यो। त्यतिखेर चाहिँ म टिचर नेपालमा हुँदाखेरि चाहिँ मैले पर्सातिर जाँदाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ किडन्याप हुने डर पनि हुन्छ घर र स्कुलको बिचको डिस्टेन्समा चाहिँ। अर्को सिनियर लेभलमा अझै पनि बच्चाहरू पाहाडमा तराईमा हिमालमा झन् धेरै गाह्रो छ होइन, ल्यान्ड हिँड्नु पर्ने हुन्छ एकदमै धेरै।
बच्चा, अब यो तपाईँलाई मैले एउटा केस दिएँ मैले तपाईँहरूलाई होइन। एउटा बच्चा छ जो चाहिँ लो इकोनोमीबाट आउँछ होइन, उसको आमा तपाईँलाई चाहिँ सानो उमेरमा बित्छ होइन। ऊ चाहिँ आफ्नो घर छोडेर होइन, ऊ चाहिँ घर छोडेर चाहिँ होइन भाग्छ, किनभने ऊ आफ्नो स्टेप आमासँग बस्न सक्दैन होइन। त्यसपछि ऊ काठमाडौँमा आउँछ र एउटा चाहिँ घरेलु कामदारको रूपमा काम गर्छ। यहाँनिर कतिपय स्कुलमा अहिले यो सिचुएसन छ। अनि डोमेस्टिक हेल्परको रूपमा ऊ चाहिँ काम गरेर आएको हुन्छ अनि पब्लिक स्कुलमा जान्छ। अब यसको फ्युचर तपाईँले हामीले हेऱ्यौँ भने चाहिँ हामीले चाहिँ अन्धकार जस्तै हामीले पाउँछौँ होइन। मैले अहिले टाइमको अभावले गर्दाखेरि मैले अगाडि ल्याइनँ, तर आज एउटा बच्चाको मैले जसको कुरा सुने, उसले अहिले चाहिँ ग्लोबली उसले चाहिँ एजुकेसन कन्टिन्यू गरेछ होइन। तपाईँलाई चाहिँ उसलाई टेड एक्समा ऊ फिचर पनि भएको छ, मैले त्यो चाहिँ अहिले तपाईँलाई देखाउँदिनँ होइन। तर त्यसपछि अर्को अब्जर्भेसन मैले तपाईँलाई देखाउँछु। यो चाहिँ मैले चाहिँ म धनुषामा त्यति टिस्सुनेवाला काम गर्दाखेरि चाहिँ मैले चाहिँ के देखेको थिएँ, एउटा कल्चरल प्रोग्राम थियो, 4जना महिला बच्चाहरू चाहिँ डान्स गरिरहेको थियो स्टेजमा होइन। त्यो डान्स गर्दै जाँदाखेरि तपाईँलाई उहाँहरूले त्यहाँ के भयो भने उहाँको एकजना चाहिँ त्यो त्यहाँ एउटा नानीको चाहिँ भाइ आएर चाहिँ त्यहाँ बच्चालाई चाहिँ त्यहाँबाट तानेर लग्यो चाहिँ कहाँ स्टेजमा डान्स गर्ने होइन। यो चाहिँ कम्युनिटीको लागि चाहिँ एकदमै यो डिसिप्लिन पनि भएन, समाजको लागि पनि अफेन्सिभ भयो भन्ने हिसाबमा गयो। त्यो चाहिँ मैले चाहिँ त्यही धनुषामा प्लेस हुँदाखेरि चाहिँ दुईजना तपाईँलाई महिला त्यतिखेर चाहिँ हाम्रो चाहिँ फेलोज भनिन्थ्यो टिस्यु नेपालमा, उहाँले चाहिँ बच्चालाई चाहिँ डान्स सिकाइराख्दाखेरि चाहिँ होइन, त्यहाँ चाहिँ तपाईँलाई यहाँ के भन्छ, सरस्वती पूजामा चाहिँ वाज कमिङ एन्ड इट वाज प्रिपेरेसन फर द फेस्टिभल। इट वाज अब्जर्भ बाई मेल स्टुडेन्ट्स। उहाँकै बच्चाले चाहिँ उहाँलाई चाहिँ च्यालेन्ज गर्यो, कहाँ हाम्रो छोरीहरूलाई तपाईँले न डान्स गर्न मिल्छ होइन, डान्स गर्नै मिल्दैन नि, यो त एकदमै यो त राम्रो कुरा होइन भन्ने कुरा आयो होइन। अब यसमा पनि तपाईँले चाहिँ अब तपाईँले एउटा समाजमा तपाईँले देख्नु भने क्यान यु इमेजिन देम ब्रेकिङ दिस सोसियल ब्यारियर, विल सच स्टुडेन्ट्स बी एबल टु पर्स्यु देयर इन्ट्रेस्ट होइन। बच्चाले एउटा डान्स गर्नु भनेको पनि एउटा केटा मान्छेले रोकिदिरहेको छ क्या, उसकै एजको फेरि होइन, रोकिदिन सकिरहेको, किन कम्युनिटी भ्यालुजमा भएन होइन। अनि यस्तो खालको चाहिँ तपाईँलाई चाहिँ मिसोजिनिस्टिक भ्यालुजहरू चाहिँ तपाईँलाई चाहिँ हामीले के समाजमा कहिले हटाउन सक्छौँ त भन्ने कुरा। त ठ्याक्क तपाईँले देख्नु भने त्यही गाउँको बच्चाहरूले चाहिँ तपाईँलाई चाहिँ टिच फर अलको कन्फरेन्स, जहाँ चाहिँ तपाईँलाई 30 40 40वटा जति कन्ट्रिजको तपाईँलाई चाहिँ पार्टिसिपेन्ट हुँदाखेरि चाहिँ त्यहाँ गएर चाहिँ डान्स गर्न सक्यो होइन। अघिको र अहिलेको केसमा तपाईँले चाहिँ एउटा अर्को पनि केस भन्छु। यो चाहिँ एउटा एउटा स्टुडेन्ट थियो जो चाहिँ लो इन्कम ब्याकग्राउन्डबाट, जसले चाहिँ स्कलरसिप 10 क्लासमा पायो होइन। उसको बुवा, उसको फ्यामिली चाहिँ लोकल फिसरम्यान थियो कम्युनिटीको होइन। र उसको दिनचर्या चाहिँ माछा मारेर चाहिँ परिवारको चल्थ्यो। उनीहरूले चाहिँ त्यो परिवारले चाहिँ उसको बच्चालाई चाहिँ स्कलरसिपमा जान एलाउ गरेन, किन ऊ छोरी भएर चाहिँ कहाँ अब एउटा दूरदराज मधेसको गाउँबाट चाहिँ सहरमा आएर चाहिँ तपाईँलाई चाहिँ काम गर्न पढाउन पठाउने त भन्ने खालको यस्तो खालको च्यालेन्ज, कम्युनिटीको च्यालेन्ज होइन। अब यो सबै फ्युचर तपाईँले के देख्नुहुन्छ त्यहाँ? तपाईँ त्यहाँको टिचर भयो भने, तपाईँ एकदमै युथ भयो भने तपाईँले के फिल गर्नुहुन्छ? तपाईँलाई चाहिँ अब त्यो बच्चाले स्कलरसिप पायो, बच्चालाई डान्स गर्न मन छ होइन। बच्चा चाहिँ तपाईँलाई दुःख पारेर चाहिँ घर छोडेर बच्चा चाहिँ तपाईँलाई चाहिँ काम गरी गरी पढ्न खोजिरहेछ होइन, तर त्यो बच्चाले अपर्च्युनिटी पाइरहेको छैन होइन। सिमिलरली अब तपाईँलाई चाहिँ बच्चाहरूले स्कलरसिपलाई एप्लाई गर्न खोज्छ, स्कलरसिप पाउँछ, तर बुवाले उसलाई सपोर्ट, आमाले सपोर्ट, समाजले सपोर्ट गर्दैन। तपाईँले कसरी सपोर्ट गर्न सक्नुहुन्छ यो समाजलाई होइन? तर यो तपाईँलाई चाहिँ कहिले के हाम्रो समाजमा बच्चाहरूलाई चाहिँ तपाईँलाई चाहिँ मोस्टली फिमेलहरूलाई होइन अथवा मार्जिनलाइज कम्युनिटीका बच्चाहरूले चाहिँ कहिले इक्वल अपर्च्युनिटी पाउन सक्छ त? जहाँ चाहिँ तपाईँलाई चाहिँ राज्यको आर्थिक अवस्था कमजोर छ, जहाँ चाहिँ तपाईँलाई चाहिँ गुड क्वालिटी ह्युमन रिसोर्स छैन, हामी चाहिँ एकदमै हजार्डस सिचुएसनमा छौँ हाम्रो एन्टायर तपाईँलाई चाहिँ यो इन्फ्रास्ट्रक्चर वेजमा होइन, र एजुकेसनको प्रोपर इन्फ्रास्ट्रक्चर रिसोर्स एभाइलेबल नहुँदाखेरि चाहिँ डु यु थिङ्क कि यहाँनिर चेन्ज हुन सक्छ भन्दाखेरि फेरि मैले अर्को पोसिबिलिटी तपाईँलाई देखाएँ। त्यही गाउँको फेरि अर्कै बच्चा सेम फिसरम्यानको पछि गएर चाहिँ आफ्नो छोरीलाई चाहिँ नर्वे पढ्न पठायो र उसले चाहिँ ग्लोबल एजुकेसन लिन सक्यो, स्कलरसिप पनि एटेन्ड गर्यो। भन्छ एउटा चाहिँ सम्भावना, समस्या छ तर सम्भावना पनि छ। सम्भावना कसरी भयो भन्दाखेरि सिम्पली कुरा के हो भने चाहिँ रेगुलर रूपमा चाहिँ नेपालमा आज चाहिँ हजारौँ युथहरू चाहिँ काम गरिरहेछन्, गाउँ गाउँमा काम गरिरहेछन्, दूरदराजमा काम गरिरहेछन्, सहरमा काम गरिरहेछन्, र त्यो काम गर्ने चाहिँ टन्नै छन् अहिले युथहरू होइन, जसको बारेमा धेरैलाई थाहा हुँदैन होइन, तर काम गरेर आएको छन्। र त्यो काम गराएको हुनाले चाहिँ तपाईँलाई चाहिँ पोसिबिलिटी छ चेन्ज गर्न, गाह्रो छ तर नेपालमा चाहिँ सम्भावना छ। 2% तपाईँलाई चाहिँ तपाईँलाई साक्षर भएको देशमा आज चाहिँ हामी चाहिँ 4.9% ब्याचलर कम्प्लिट गरेका युथ छौँ हामी होइन। तर फेरि अर्को च्यालेन्ज आउँदाखेरि चाहिँ कोभिडको बेलामा यो म खास एजुकेसनमा छिरेकै यो डिजिटल डिभाइडकै ग्यापले गर्दाखेरि हो। तर एजुकेसनमा चाहिँ तपाईँलाई चाहिँ यो पाटोमा चाहिँ तपाईँलाई चाहिँ एउटा ठुलो डिजिटल डिभाइड चाहिँ कोभिडको बेलामा हामीले विटनेस गऱ्यौँ होइन, एकदमै ठुलो विटनेस गऱ्यौँ हामीले चाहिँ बच्चाहरूमा
यो पाटोमा गइनँ। पछि मैले यो रिसर्च गर्दाखेरि चाहिँ के पाएँ भन्दाखेरि चाहिँ बच्चाहरूसँग चाहिँ मोबाइलको एक्सेस छ, तर सर्फेसली हेर्दा ओहो मोबाइलको एक्सेस छ। धेरैजनाले कोभिडको बेलामा चाहिँ रेडियोको एक्सेस 55% छ, केबल टिभीको छ, यो छ त्यो छ भने धेरै कुरा आएको थियो क्या। तर यसमा पनि फेरि तपाईँलाई डिटेल जानु भने चाहिँ मोबाइलको एक्सेस कोसँग छ होइन, बुवासँग छ कि आमासँग छ कि दाईसँग छ कि बहिनीसँग छ होइन, कोसँग छ भन्ने कुराहरू चाहिँ डिटेलमा स्टडी नगरेको पाइयो। यस विषयमा पनि मेरो मेरो ब्लग चाहिँ त्यो पढ्नु होला होइन। जसमा चाहिँ के छ भने चाहिँ हामीले सर्फेसली इन्टरभेन गरेर च्यालेन्जलाई चाहिँ सर्फेस हेरेर इन्टरभेन गऱ्यो भने चाहिँ हामी सक्सेस पाइरहेको छैनौँ फेरि नेपालमा। तर डिप डाउन कम्युनिटी बुझेर रिसर्च बेस्डमा होइन आफ्नो समाजलाई बुझेर गर्दाखेरि चाहिँ त्यहाँ सोल्युसन छ। अब यसमा चाहिँ हामीले इनोभेसनहरू हामीले ल्यायौँ त्यतिखेर। अब मैले चाहिँ तपाईँलाई चाहिँ यो इनोभेसन्सहरू चाहिँ मैले यसमा चाहिँ ल्याएन। त्यतिखेर कोभिडकै बेलामा चाहिँ म यता टिच फर नेपाल इङ्गेज हुँदै जाँदाखेरि मैले दोलखामा एउटा चाहिँ रिसर्च प्रोजेक्ट मेरो बिच ल्याडर भन्ने अर्गनाइजेसन छ, त्यहाँबाट चाहिँ हामीले के ल्यायौँ भने चाहिँ टिचरहरूलाई चाहिँ स्मार्ट लर्निङ एउटा प्रोसेसबाट चाहिँ हामीले चाहिँ टेक्नोलोजीको माध्यमबाट टिचरको क्यापेसिटीमा बिल्ड गरेर बच्चाको क्यापेसिटीलाई डेभलप गर्ने भन्ने कुरामा चाहिँ हामीले के पायौँ भने टिचरहरूलाई चाहिँ हामीले चाहिँ भर्चुअली सपोर्ट गर्थ्यौँ यहाँनिर होइन, भर्चुअली ट्रेनिङ दिने, भर्चुअली सपोर्ट गर्ने र हामीले त्यहाँनिर युथहरू पनि प्लेस गरेका थियौँ। यहाँहरू टिचरहरूले तालिमै लिइराख्नु भएको छ होइन, अनलाइनबाटै होइन। यो टिचरहरूले तपाईँलाई पुरै अब सिम्पल कुरा भनेको चाहिँ तपाईँलाई चाहिँ प्रविधिको प्रयोग गरेर उहाँले क्वेसन बनाउने होइन, बच्चाको इन्फर्मेसन राख्ने होइन, यस्तो कामहरू चाहिँ हामीले उहाँलाई कम्प्युटरहरू बेसिक त्यहाँ स्कुलमै गएर सिकाउन थाल्यो र टिचरहरू इन्ट्रेस्टेड पनि भए र यहाँनिर चाहिँ तपाईँलाई बेसिक रूपमा चाहिँ हामीले उहाँलाई सिकाउँदाखेरि चाहिँ हामीले त्यो कुरा पायौँ। तर फेरि कोभिडकै बेलामा अर्को एउटा च्यालेन्ज हामीले के पायौँ भने चाहिँ नेपालमा चाहिँ अहिले कन्स्टिट्युसन छ तर एजुकेसन एक्ट नहुँदाखेरि चाहिँ कति ठाउँमा चाहिँ टिचरहरूले ओनरसिप लिइराख्नु भएको छैन होइन। टिचरहरू चाहिँ अलिक स्केप्टिक हुनुहुन्छ, जहाँ उहाँलाई एक्स्ट्रा काम गराउन लगायो भने सङ्घले केही भन्यो भने उहाँ हामी सङ्घको होइनौँ कर्मचारी भनिदिनुहुन्छ होइन, फेडरलको होइन हामी लोकलको हुन्छ, लोकलले के भने लोकलको हुन्छ। लोकल टिचरहरूलाई पनि डिलेमा छ। फेरि एउटा कुरा मैले चाहिँ कोभिडको बेलामा के पाएँ भन्दा चाहिँ म काठमाडौँमा हुन्जेल चाहिँ म फर्स्ट कोभिडमा त म लक नै थिएँ। सेकेन्ड कोभिडतिर चाहिँ म अब गाउँतिर अलिकति हिँडेको पनि थिएँ र नेपाली समाजसँग त्यतिखेर कोर्डिनेसन गरेर हामीले धेरै ठाउँमा चाहिँ हामीले चाहिँ डाइरेक्टली चाहिँ मैले चाहिँ के भन्छ भने रिलिफमा डिरेक्टली मेरो अर्गनाइजेसन त इङ्गेज थिएन, तर नेपाली समाज र अरू अर्गनाइजेसनको चाहिँ ब्रिजिङ गर्ने काम चाहिँ व्यक्तिगत रूपमा मैले चाहिँ धेरै नै गरेको थिएँ र धेरै ठाउँमा हामीले चाहिँ राहत पनि वितरण गरेको थियौँ। र त्यतिखेर चाहिँ मैले यहाँ जाँदाखेरि चाहिँ मैले के पाएँ भन्दाखेरि चाहिँ स्कुलमा चाहिँ हटिया छ, खुलेको छ गाउँमा होइन, बजार खुलेको छ तपाईँलाई होइन, तपाईँलाई के भन्छ भने त्यहाँनिर चाहिँ तपाईँलाई भोज भतेर सब भइरहेको छ त्यहाँ गाउँमा। तर स्कुल चाहिँ बन्द छ क्या। स्कुल किन बन्द छ? कोभिडले गर्दाखेरि। इभन तपाईँलाई ट्युसन सेन्टर पनि खुल्ला छ तर स्कुल चाहिँ बन्द छ। भनेपछि तपाईँलाई जुन चाहिँ अहिले यो लोकल लोकल लेभलमा चाहिँ डिसिजन लिने ओनरसिप पनि लोकल गभर्मेन्ट लिन नसकेको र फेडरल गभर्मेन्टले चाहिँ त्यसलाई डिस्ट्रिब्युट गर्न अझै पनि एक्सर्साइज गर्न नसक्नु, जबकि कन्स्टिट्युसनले त्यसलाई गाइड गर्छ भन्दाखेरि चाहिँ सेन्ट्रलाइज डिसिजनले चाहिँ कतिको फरक पार्छ भन्दाखेरि चाहिँ सबै ठाउँमा चाहिँ एउटै लेभलको चाहिँ हाम्रो चाहिँ के भन्छ एउटै लेभलको चाहिँ प्र्याक्टिस गर्न चाहिँ मिल्दैन भन्ने कुरा यहाँ देखाउँछ। सो यो कोभिडको बेलामा चाहिँ यो चाहिँ हामीले देखेको थियौँ। त्यसपछि त्यति नै खेर म चाहिँ यहाँ एउटा स्कुल गएको थिएँ म होइन, मधेसमा। यहाँ तपाईँलाई हेर्नुहोस् टिचर यहाँ छ होइन, अगाडि दिनु टिचर, क्लासरुमको स्टाइल हेर्नुहोस् क्या तपाईँलाई, 100+ स्टुडेन्ट छन् होइन। अब हामीले के इमेजिन गर्छौँ यो टिचरलाई कति ब्लेम गर्ने तपाईँलाई एउटा रिजल्ट बिग्रिँदाखेरि होइन, कि टिचरलाई मात्रै ब्लेम गर्ने? अब स्टुडेन्टको क्लासरुमको स्ट्रक्चर हेर्नुहोस् त्यहाँनिर, तपाईँ त्यो टिचर भएर तपाईँले कसरी पढाउनु हुन्थ्यो होला? यो प्रश्न पनि एउटा पाटो चाहिँ मैले ल्याएँ। त्यो चाहिँ अब हामीले चाहिँ यो खालको प्रोसेसहरू चाहिँ हामीले ल्यायौँ। जस्तो अब यो यस्तो खालको प्रब्लम छ, च्यालेन्ज छ होइन, च्यालेन्ज त टन्नै भने तर सोल्युसन पनि मैले भनेर जस्तो पियर लर्निङका प्रोसेसहरू, स्टुडेन्टलाई क्लस्टरिङ गर्ने होइन, कन्टिन्युटी अफ लर्निङ प्रोसेस, त्यसपछि तपाईँलाई चाहिँ बिगर गोलहरू बिगर भिजनहरू राख्ने होइन, इनिसिएटिङ सपोर्ट रिफ्लेक्टिङ अन द कन्टेक्स्ट, सबै ठाउँमा चाहिँ जेनरलाइज सोल्युसन नल्याउने होइन, डिफ्रेन्ट कोलाबोरेटर्सहरूसँग चाहिँ स्टेक होल्डर्सहरूसँग चाहिँ कोलाबोरेट गरेर चाहिँ कमन भिजन डेभलप गर्ने। हाम्रो हरेक लोकल रिसोर्सेसको आफ्नो आफ्नो सामर्थ्य छन्, आफ्नो चाहिँ बेनिफिट, त्यसको बेलामा काम गर्ने, कम्युनिटी क्यापिटललाई अन्डरस्ट्यान्ड गर्ने। कम्युनिटीको आफ्नै क्यापिटल छ, त्यो कम्युनिटी त्यहाँनिर चाहिँ 1000 इयरदेखि रिसाइड भइरहेको छ, त्यो कम्युनिटीको केही न केही आफ्नो क्यापिटल छ, त्यसलाई अन्डरस्ट्यान्ड गर्ने अनि इनोभेट सिस्टम एज पर देयर निड, सेन्ट्रलाइज नगर्ने। सो त्यतिखेर नै मैले चाहिँ कोभिडको बेलामा चाहिँ म मेरै गाउँमा चाहिँ त्यतिखेर चाहिँ राहत नै बाँडिरहेको थिएँ, खासमा नेपाली समाजसँग कोर्डिनेट गर्दा गर्दै मैले एउटा सपोर्टिङ ह्यान्डको रूपमा ब्रिजिङ रूपमा गर्दाखेरि म अब आफ्नै गाउँ बसेँ। अब म अनलाइन काम गर्थेँ, मलाई प्रब्लम पनि थिएन। अनि गाउँमा चाहिँ मैले के रियलाइज गरेँ भने चाहिँ तपाईँलाई स्कुल बन्द छ, 2 वर्षदेखि टिचर छैनन् स्कुलमा होइन, तपाईँलाई चाहिँ होइन अब के गर्ने भन्दा चाहिँ सिम्पली मैले मेरो आफ्नै एउटा घरमा चाहिँ तपाईँलाई बच्चाहरूको लागि चाहिँ जस्ट बस्ने एउटा ठाउँ बनाइदिएको। हेर्नु यहाँ बच्चाहरू आफै पढिरहेको छ, पियर लर्निङ भन्न सकिन्छ त्यहाँनिर। केही बच्चा सहरबाट आएर गाउँ आएको थियो, त्यो बच्चाहरू छन्, कोही सिनियर छन्, कोही जुनियर, आफै पढिरहेको छन् क्या बच्चाहरू। जस्ट एउटा इन्भाइरोमेन्ट दिएको। त्यसपछि तपाईँलाई 25 दिन लेस देन अ मन्थमा चाहिँ हामीले बच्चाहरूको एउटा एक्जिबिसन गराउँदाखेरि त्यो मेरै गाउँमा चाहिँ, तर त्यहाँ बच्चाहरूले चाहिँ त्यहाँनिर कस्तो राम्रो प्रोजेक्ट बेस्ड लर्निङहरू डेभलप गरेको होइन।
अहिले चिफ मिनिस्टर हुनुहुन्छ यहाँनिर साइडमा जो हुनुहुन्छ यहाँ उहाँले चाहिँ त्यो एउटा डिभाइस हेरिराख्नुहुन्छ बच्चाहरूले बनाएको। यो डिभाइसको प्रति इतिहास छ, त्यहाँ हिस्ट्री, त्यहाँनिर चाहिँ एउटा स्टोरी छ, त्यो चाहिँ मैले सेयर गरिदिने यहाँनिर। हरेक बच्चाहरूले बनाएको डिभाइसमा त्यहाँ सेन्स अफ पोसिबिलिटिज त्यहाँनिर छ। उहाँ त्यतिखेर चाहिँ हाम्रै पालिकाको चाहिँ तपाईँलाई अध्यक्षज्यू हुनुहुन्थ्यो होइन, मेयर भनौँ हामीले बुझ्ने भाषामा। सो बच्चाहरूले चाहिँ तपाईँलाई विदिन अ मन्थ चाहिँ त्यहीँको बच्चाहरूले चाहिँ कस्तो मजाले इन्ट्री गर्यो। पछि चाहिँ हामीले त्यहीँनिर एउटा टिभी किन्यौँ र अनलाइनको माध्यमबाट चाहिँ बच्चाहरूलाई चाहिँ हामीले चाहिँ सपोर्ट गर्न थाल्यौँ। र दुईजना चाहिँ लोकली हामीले चाहिँ त्यहाँनिर चाहिँ हामीले चाहिँ दुईजनालाई प्लेस गऱ्यौँ होइन, एज अ टिचिङ एसिस्टेन्ट त्यतिखेर। र अहिले चाहिँ तपाईँलाई यही कन्सेप्ट जुन चाहिँ कोभिडको बेलामा चाहिँ डेभलप गर्दै जाँदाखेरि चाहिँ यही प्रोसेस चाहिँ अहिले हामीले चाहिँ वीरगन्ज मोस्टली जितपुर सिमरा सब मेट्रोपोलिटनमा चाहिँ हामीले 21वटा स्कुलमा चाहिँ 60जना युथलाई चाहिँ त्यहीँ प्लेस गर्यो, त्यहीँको लोकल पालिकासँग र तपाईँलाई चाहिँ त्यहाँको चाहिँ हाम्रो सिमरा कम्युनिटी कलेजसँग र अरू कलेज त्यहीँको लोकल कम्युनिटी कलेजहरूसँग चाहिँ मिलेर 60वटा स्कुल 60जना युथलाई चाहिँ हामीले प्लेस गर्छौँ कोभिडको बेलामा प्रब्लमलाई अन्डरस्ट्यान्ड गर्दै गर्दै। र त्यहाँ चाहिँ 12,000जना विद्यार्थीलाई हामीले सपोर्ट गरिरहेको छौँ। सिम्पली भन्ने हुन्छ तपाईँलाई चाहिँ अब यो पाटोहरू म अलिकति स्किप गरेँ होइन। यहाँनिर चाहिँ हामीले चाहिँ इनोभेसन चाहिँ एप्रोप्रिएट, मैले इनोभेसन मात्रै ल्याएको छु नि, एप्रोप्रिएट इनोभेसन ल्याएको छु होइन। हामीले चाहिँ हाम्रो कन्टेक्स्टलाई बुझेर इनोभेसन ल्याउनुपर्छ भन्ने कुरा। र एजुकेसनको कुरा गर्दा चाहिँ नलेज स्किल माइन्डसेट तिनवटा एरियामा काम गर्नुपर्छ। र यो पाटोहरू छन् हाम्रो च्यालेन्जको, मैले स्किप गरेँ यो पाटोहरू पनि होइन। र हामीले यहाँनिर के भनेको छु भने इन्टरभेन हामीले चाहिँ खालि त्यहाँनिर चाहिँ युथलाई पनि प्लेस गर्नुपर्छ, त्यहाँ इन्फ्रास्ट्रक्चर ल्याबहरूको पनि प्रोपर युटिलाइज भएको चाहिँ हामीले इन्स्योर गर्नुपर्छ। र टिचरलाई पनि क्यापेसिटी बिल्ड गर्नु चाहिँ, टिचरलाई चाहिँ सबै कुरा आउँछ बुझ्नु हुँदैन, टिचरले पनि त्यो बुझ्नु हुँदैन, लोकल गभर्मेन्टले त्यो बुझ्नु हुँदैन, फेडरल गभर्मेन्टले पनि बुझ्नु हुँदैन। र टिचरलाई तालिम, एसएमसीलाई तालिम दिनुपर्ने हुन्छ होइन, टिचर त्यो पार्टमा गर्नुपर्छ। अहिले टिचिङ एसिस्टेन्ट्सहरूले चाहिँ जुन हामीले 60जना युथलाई प्लेस गरेर चाहिँ हाउ डु दे टिच इन अ क्लासरुम, त्यसको चाहिँ ग्लिम्स हो कि तपाईँ हामी पनि स्टुडेन्ट हुँदाखेरि चाहिँ यसरी टिच गर्थ्यो कि गर्दैन थियो भन्ने कुरा हामीले यहाँ हेर्न सक्छौँ होइन। एकदमै प्र्याक्टिकली चाहिँ त्यही उहाँहरू चाहिँ ब्याचलर पनि पढिराख्नु भएको छ र उहाँले त्यहाँनिर चाहिँ एज अ भलिन्टियर टिचिङ एसिस्टेन्टको रूपमा काम पनि गरिराख्नु भएको छ। तर त्यसको लागि चाहिँ हाम्रो एउटा फ्रेमवर्क हामीले डेभलप गरेको छौँ, त्यो अनुसारले उहाँहरूले काम गर्नुहुन्छ। सो यहाँ बच्चाहरूलाई यसरी चाहिँ हामीले चाहिँ एकदमै प्र्याक्टिकल बेस्ड होइन। त्यो चाहिँ टिचरहरूले तालिम लिन्छन् त भन्दाखेरि यहाँ हेर्नु, टिचरहरूले तपाईँलाई त्यहाँनिर तालिम ल्यायो, पहिलोचोटि कम्प्युटर चलाइरहेको टिचरहरूले पछि तपाईँलाई चाहिँ कम्प्युटरमै तपाईँलाई चाहिँ प्रोजेक्टहरू बनायो क्या यहाँनिर होइन, एप्लाई गरे टिचरहरूले यहाँनिर चाहिँ बिहानै 7 बजे आएर डेली 3 आवर्ससम्म तालिम लिएर अहिले चाहिँ प्रविधि प्रयोग गर्नको लागि इन्ट्रेस्टेड छन् त्यहाँनिर। सो हाम्रो यो पाटोहरू छन् जुन चाहिँ हामीले इनोभेट गर्न खोजिरहेको छौँ। मैले चाहिँ यसलाई अहिले सेयरलाई स्टप गरेँ र मैले यहाँ भन्न खोजेको तपाईँलाई एकदमै कन्क्लुजन के हो भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ नेपालमा चाहिँ एजुकेसनमा चाहिँ जब नेपाल डेमोक्रेसी आएको थियो नेपालमा एजुकेसनको स्टेट राम्रो थिएन। हामीले कलेक्टिभली धेरै टाढा हिँड्यौँ हामीले र यहाँसम्म आइपुग्यौँ हामीले। डिफ्रेन्ट डिफ्रेन्ट गभर्मेन्टले डिफ्रेन्ट इनोभेसन ल्यायो, पढ्नु नै अधिकार थिएन। त्यहाँबाट अहिलेसम्म आइसक्दाखेरि चाहिँ हाम्रो ठुलो च्यालेन्ज भनेको आजको दिनमा के हो भन्दाखेरि चाहिँ जनशक्ति एउटा च्यालेन्ज हो, फाइनेन्सहरूको च्यालेन्ज हो। दोस्रो च्यालेन्ज भनेको चाहिँ हाम्रो चाहिँ एलाइनमेन्ट छैन क्या फेडरल गभर्मेन्ट र लोकल गभर्मेन्टको बिचमा। हाम्रो संविधान र कानुनमा एलाइनमेन्ट छैन, त्यो अर्को च्यालेन्ज हो होइन। एसडिजीलाई अन्डरस्ट्यान्ड गर्ने लोकल लेभलको क्यापासिटी छैन, तर तपाईँलाई चाहिँ फेडरल लेभलमा सर्टेन सेक्रेटरीहरूले सर्टेन हाम्रै गभर्मेन्टले गएर साइन गरेको छन्, यो अर्को च्यालेन्ज हो। डेटा हामीसँग छैन, यो च्यालेन्ज हो। तर यति च्यालेन्ज हुँदै हुँदाखेरि पनि हजारौँ युथले आज नेपालमा चाहिँ तपाईँलाई चाहिँ एजुकेसनमा मात्र होइन, एजुकेसनमा, एग्रिकल्चरमा, अरू धेरै फिल्डमा काम गरेर राख्नु भएको छ होइन। कतिजना कति यहीँ पढेर यहीँ नै इभल्भ गरेर राख्नु भएको छ भने डिफ्रेन्ट इनिसिएटिभ्सहरू, कोही चाहिँ बाहिरबाट फर्केर आएर पनि गरेर राख्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ सेन्स अफ पोसिबिलिटी देखिएको छ, चेन्ज देखिएको छ। चेन्जमा चाहिँ एउटा कुरा चाहिँ के देखेको छ भने सर्फेसली एनालाइसिस गर्दाखेरि चाहिँ चेन्ज आएको छैन। तर त्यसमा चाहिँ कतिजनाले चेन्ज नआउँदाखेरि चाहिँ फ्रस्ट्रेट भएर चाहिँ नेपालमा केही गर्न सकिँदैन भन्ने माइन्डसेट पनि डेभलप गरेर राख्नु भएको छ भने कतिले चाहिँ त्यसलाई चाहिँ अझै रिइटरेट गरेर होइन, इटरेसनको मेथडले त्यसलाई चाहिँ रिफ्लेक्ट गरेर अहिले तपाईँलाई भन्नुहुन्छ नि थियो डिजाइन फ्रेमवर्क भनौँ न होइन, डिजाइन थिङ्किङको फ्रेमवर्कलाई एप्लाई गरेर तपाईँलाई चाहिँ प्रब्लम अन्डरस्ट्यान्ड गरेर चाहिँ सोल्युसन ल्याएको पनि सम्भावना देखिन्छ। सो यो चाहिँ मेरो चाहिँ एउटा स्लाइड थियो, मैले लामै समय लिएँ यहाँनिर, मैले एकदमै छोटोमा सघाउँछु भनेको थिएँ। सो यसमा केही क्वेसन छ भने हजुरहरूले सेयर गर्नु होला। मेरो खासमा यहाँ तपाईँलाई मैले सेयर गर्दाखेरि यो विषयमा अझै जान्न मन लाग्यो, अझै बुझ्न मन लाग्यो भने चाहिँ हजुरहरूले चाहिँ यहाँनिर यहाँ एउटा यो यहाँ चाहिँ तपाईँलाई यो मेरो अर्को पार्टको प्रेजेन्टेसन थियो जुन चाहिँ मैले अहिले एउटा दुइटा स्लाइड मैले देखाउँला होइन। यो मेरो वेबसाइट छ होइन, soyendrajha.com.np। यहाँनिर त्यो मैले भनेको धेरै कुराहरू चाहिँ यहाँ मेरो आर्टिकलहरू ब्लगहरू छन्, त्यहाँनिर तपाईँले चाहिँ पाउन सक्नुहुन्छ। यो
त्यहाँ तपाईँले सेयर गर्दाखेरि पाउन सक्नुहुन्छ यो कुराहरू। इन्ट्रेस्ट लाग्यो भने, तर अहिले क्वेसन एन्सरमा पनि हामीले जान सक्छौँ। र लास्टमा टाइम भ्यायो भने म चाहिँ अहिले काठमाडौँ महानगरपालिकाले कसरी काम गरिरहेको छ भने चाहिँ एकदमै सर्टमा म स्लाइड गरौँ न। अहिलेको पाटोमा केही क्वेसन छ भने फ्लोर ओपन गरेँ मैले। हुन्छ, एकदम धेरै नै धन्यवाद शैलेन्द्रजी। हामीहरूले जितेन्द्रजी केही क्वेसनहरू पाएका छौँ च्याटमा भने त्यसलाई पनि यहाँ प्रेजेन्ट गरौँ। होइन भने हामीहरूले चाहिँ एक दुईवटा मैले क्वेसनहरू पनि, सरी भन्नुहोस्। मैले नै भन्ने हो डाइरेक्ट क्वेसन पढेर कि के गरौँ? होइन, हामी क्वेसन देखिरहनु भएको छ तपाईँले क्वेसन पनि भने ठिक छ, एउटा त्यसै भए चाहिँ देखेको छु डाइरेक्ट। मैले। हजुर। एउटा देखेको छु मैले। अनि सर एउटा, आई मस्ट एडमिट द्याट आई अटेन्डेड a school that lacked essential study materials as an untouchable Dalit. I was unable to sit alongside upper caste students, so I often studied from the window. सो यो एउटा क्वेसन छ। उहाँले क्वेसन भन्दा नि उहाँले चाहिँ हजुर, इन्फर्मेसन आफ्नो एउटा एक्सपिरियन्स चाहिँ एक्सपिरियन्स हजुर सेयर आफ्नो गर्नुभएको छ। एउटा उम्, कनेक्ट यहाँ गर्नुभएको छ हाउ मैले। क्यान वी सपोर्ट सच प्रोग्राम भन्ने एउटा क्वेसन चाहिँ आएको छ। जुन हाम्रो टिचर के अरे हाम्रो यो जुन प्रोग्रामहरू हजुरले देखाउनु भएको थियो नि, त्यस्तो खालको प्रोग्रामहरूलाई कसरी सपोर्ट गर्न सकिन्छ भन्ने हिसाबले सोध्नुभएको होला। हजुर यस्तो छ, यस्तो खालको प्रोग्रामहरू तपाईँले डाइरेक्टली धेरै छन् होइन। मैले अब मेरै पार्ट म अहिले चाहिँ बिट्स ल्याडरमा चाहिँ म एसोसिएटेड छु होइन। त्यहाँनिर चाहिँ अब त्यसमा इङ्गेज हुनु जुन चाहिँ सबभन्दा सजिलो हजुरसँग त्यहाँ नेपाली समाजसँग चाहिँ हामीले कलेक्टिभली धेरै काम गरेर आएको छौँ कि होइन। सो उहाँ नेपाली समाजको माध्यमबाट आउँदाखेरि चाहिँ हजुरलाई धेरै सजिलो हुन्छ, किन तपाईँले इन्डिभिजुअल लेभलमा सपोर्ट गर्दाखेरि त्यो लिगल वेबाट आउन च्यालेन्जिङ हुन्छ होइन। सो त्यसले गर्दा नेपाल समाजले चाहिँ धेरै अर्गनाइजेसनहरूलाई चाहिँ नेपालमा 3-4वटा अर्गनाइजेसन मलाई थाहा भएकोसम्म चाहिँ उहाँहरूले कोअर्डिनेट गर्नुहुन्छ होइन, कोलाबरेट गर्नुहुन्छ, त्यसरी आउँदा सजिलो भयो। टिच फर नेपालबाट लाई सपोर्ट गर्नुहुन्छ भने डिरेक्टली नेपाल समाजबाट आउँदा पनि भयो। नेपाल समाजले टिच फर नेपाललाई पनि पहिला सपोर्ट गरेको थियो म टिच फर नेपाल आउँदाखेरि। अहिले म स्योर, मलाई अहिले आइडिया छैन, म अहिले धेरै 3-4 वर्षपछि म त्यहाँ एसोसिएटेड छैन। बिट्स ल्याडरमा आउँदाखेरि पनि त्यहाँबाट आउँदा भयो। डिरेक्टली पनि तपाईँले सपोर्ट गर्न सक्नुहुन्छ होइन त्यो पाटोमा। नलेजको रूपमा हुनसक्छ होइन, तपाईँले फाइनेन्सियली सपोर्ट गर्न सक्छ, कुनै इभेन्टहरू हुनसक्छ त्यसमा चाहिँ कोलाबरेट गर्ने। सो तपाईँले चाहिँ एउटा, मेरो विचारमा चाहिँ यहाँ एउटा टिम छ, त्यो टिममा चाहिँ कोलाबरेट गरेर गर्दा सजिलो हुन्छ। एक्लै गर्नुभन्दा पनि एउटा भएकै टिमसँगै कोलाबरेट गरेर काम गर्दा सजिलो होला जस्तो लाग्छ मलाई चाहिँ। एकदम अनि एउटा हुन्छ। सानो एड मात्रै गरेँ त्यसमा। हामी चाहिँ नेपाली समाज अब पुरानो अर्गनाइजेसन भइसकेकोले हामी चाहिँ के भन्छौँ भन्दाखेरि तपाईँले हामीलाई 5 युरो दिनुभयो भने हामीले त्यसलाई 15 युरोमा 15 युरो बनाउन सक्छौँ भन्ने छ क्या। त्यो हामी हुन्छ, किन भन्छौँ भन्दाखेरि कलेक्टिभली भयो भने जुन छ नि त्यो तपाईँको सानो एमाउन्टलाई पनि मल्टिप्लाई गर्न सकिन्छ। र त्यो जस्तो अब उसकै अब बिएमजेड चाहिँ फ्युचरमा के हुन्छ थाहा छैन, तर अहिलेसम्म कस्तो छ भन्दाखेरि तपाईँले गभर्मेन्टकै फन्डिङ पनि, यहाँ जर्मन गभर्मेन्टकै फन्डिङ पनि अप्लाई गर्नुभयो भने तपाईँलाई 100% दिँदैन। उनीहरूले चाहिँ 75% दिन्छ, कसैले 40% दिन्छ, कसैले 60% दिन्छ, त्यस्तो छ। त्यसैले अब सपोज 60% दियो भने त 40% हामीले आफै ल्याउनु पर्यो। र त्यसअनुसार चाहिँ जस्तो भनौँ न, अब तपाईँले 40% भनेको 4 युरो दिनुभयो भने हामीले 10 युरोको फन्डिङ अप्लाई गर्न पायो नि त। अनि त्यसैले पनि उहाँले जुन भन्नुभयो होइन नेपाली समाजको थ्रो जाँदाखेरि सजिलो हुन्छ भन्ने चाहिँ हो। अब हाम्रो एउटा चाहिँ बानी छ, त्यो चाहिँ अब सुध्रेला जस्तो पनि लाग्दैन। काम गर्दै जाने तर त्यसको प्रचार चाहिँ कम गर्ने भन्ने जुन पहिलेदेखिको लागि आएको बानी चाहिँ त्यो गएको छैन। अब तर म यस्तै यस्तै बेला चाहिँ भनिदिइहाल्छु, हामीले धेरै काम गरिरहेको छु त्यस्तो सेक्टरमा, उहाँले पनि भनिहाल्नु भयो। त्यसैले अब त्यसरी गर्दा पनि हुन्छ। त्यो एड मात्रै गर्नु खोजेँ मैले। डेफिनेटली होइन। अब यो हामीहरूले यस्तो यस्तो इन्फर्मेटिभ सेसनहरूबाट पनि धेरै अब एकअर्कासँग कनेक्ट हुने मौका पनि पाइ नै रहेको हुन्छौँ। त्यो भएर चाहिँ भनौँ न अहिले शैलेन्द्रजीले पनि उहाँले गर्नुभएका कामहरू प्रेजेन्ट गर्नुभयो, जति पनि यहाँ अनलाइनमा एटेन्ड गर्नुभएको छ उहाँहरूलाई त्यो इन्फर्मेसन भयो। अब एकजना इन्ट्रेस्ट पनि भइहाल्नु, उहाँले लेख्ने हाल्नुभयो कसरी गर्न सकिन्छ भनेर। त्यसै गरी हामीहरू सबैलाई त्यो इन्ट्रेस्ट लागेकै होला। डेफिनेटली हामीहरू कलेक्टिभली अब जस्तो नेपाली समाजसँग डाइरेक्टली कनेक्ट भएर अथवा चाहिँ नेपाली रुट्सबाट पनि तपाईँहरूले इन्फर्मेसनहरू पनि पाउनुहुन्छ र यो कनेक्टिभिटी पनि यही कनेक्टिभिटीकै लागि नै हो यो हामीले सबै यो गरेको नै होइन। डेफिनेटली तपाईँले जुन रूपमा हेल्प गर्न चाहनुहुन्छ सबैजना मिलेर सँगै गर्न सकिन्छ, एक्लै गर्न सकिँदैन, सबैजना मिलेर सँगै गर्न सकिन्छ।
अ, यही एउटा हामीले चाहिँ अहिले यो जुन तपाईँले प्रेजेन्टेसनमा देखाउनु भयो यो ग्याप जुन छ त्यो टेक्नोलोजीको ग्याप जुन भन्नुभयो र कतिपय एउटा युज केस पनि हजुरले देखाउनु भयो जहाँ चाहिँ टाढा रहेर एउटा मोनिटरमा चाहिँ पढाइरहनु भएको अथवा चाहिँ इभन एजुकेटरलाई पनि विथ द हेल्प अफ द टेक्नोलोजी उहाँलाई चाहिँ अझ बढी हेल्पफुल गराएर चाहिँ त्यो कोअर्डिनेट जुन गरिन्छ पढाउनको लागि सहयात्रीको रूपमा भनौँ न टेक्नोलोजीलाई एज अ सहयात्रीको रूपमा चाहिँ लिएर काम गरिरहनु भएको छ हो यो सेक्टरमा चाहिँ अहिले जुन मैले चाहिँ एआईको कुरालाई पनि त्यहाँ जोड्न चाहेँ होइन अहिले जुन यो एआईको डेभलपमेन्ट यो ऱ्यापिड रूपमा भइरहेको छ सायद हामीले कुनै रूपमा चाहिँ यो एआईलाई पनि त्यो सेक्टरमा इन्भल्भ गराएर टिचरहरूलाई चाहिँ एज एन एसिस्टेन्टको रूपमा उहाँहरूलाई चाहिँ भनौँ न स्टुडेन्टहरूको ट्र्याक रेकर्डिङको लागि होस् या अथवा चाहिँ नि पर्सनलाइज्ड एजुकेसन भनौँ न त्यसको लागि पनि हेल्प गर्न सकिने कुनै प्रोभाबिलिटी अथवा चाहिँ नि गरिरहेको कुनै त्यस्तो प्रोग्रामहरू छन् जुन तपाईँलाई थाहा छ भने त्यसको बारेमा पनि थोरै भनिदिनु र गर्न सकिन्छ भने कसरी गर्न सकिन्छ होला त भन्ने कुरामा पनि केही हजुरको नलेज छ त्यसमा भने चाहिँ केही त्यो विषयमा पनि अलिकति थोरै सेयर गरिदिनुहोस् न है शैलेन्द्रजीलाई चाहिँ मैले यो प्रश्न गर्न चाहेँ। थ्याङ्क यू क्वेसनको लागि। सबभन्दा पहिला चाहिँ अब मैले अहिले के रियलाइज गरिरहेको छु भने ग्राउन्ड मेरो रियलाइजेसन चाहिँ मैले सेयर गर्न चाहेँ। मलाई यही क्वेसन तपाईँले मेबी केही वर्ष अगाडि सोध्नु भएको चाहिँ म त्यति सम्भावना मैले देख्दैन थिएँ होला। तर यो रिसेन्ट टाइममा चाहिँ मेरो ग्राउन्ड नलेजले मलाई के मलाई फिडब्याक मैले पाइरहेको छु भन्दाखेरि चाहिँ यो इन्टरभेन्सन चाहिँ एकदमै निड छ अहिले। तर यो एकदमै च्यालेन्जिङ पनि छ। निड पनि छ र यसको ठुलो मार्केट पनि अब इभल्भ हुँदैछ यहाँ नेपालमा मात्रै होइन संसारभरि नै। अब यो चाहिँ मैले रिसेन्टली मैले एउटा रिसर्च गरेको थिएँ। मैले काठमाडौँमा महानगरपालिकामा आबद्ध छु र त्यहीँको मैले स्कुलहरूमा इङ्गेज गर्दाखेरि चाहिँ अहिले जुन 9 क्लास 10 क्लासको विद्यार्थी हुनुहुन्छ, मैले त्यो 9 10 को विद्यार्थीमा रिसर्च गरेको थिएँ। 11 12 मा गरेको झन् अझै डेटा क्लियर अझै धेरै आउँथ्यो होला, यो क्ल्यारिटी अथवा एड्रेस गर्थ्यो होला। त्यहाँ चाहिँ बच्चाहरू चाहिँ टेक्नोलोजी प्रति मोर रेडिनेस हुनुहुन्छ 9 10 को, तर टिचर रेडी हुनुहुन्न। र त्यहाँ बच्चाहरूलाई चाहिँ तपाईँलाई चाहिँ केही बच्चाहरूले मैले रियलाइज गरेँ चाहिँ जस्तो मैले च्याट जिपिटी एकदमै धेरै युज गर्छु होइन मेरो आफ्नो मोस्टली मेरो डकुमेन्टेसनको लागि, अरू खास होइन, मेरो डकुमेन्टेसन म्यानेज गर्नको लागि होइन। मलाई एकदमै क्विक हुन्छ त्यो पाटोमा। अनि त्यहाँ चाहिँ मैले के रियलाइज थाहा पाएँ भन्दा चाहिँ केही बच्चाहरूले चाहिँ एकदमै टेक्नोलोजी आउने बित्तिकै चाहिँ त्यसलाई चाहिँ एप्लाई गरेर आएको रहेछ क्या, एसाइनमेन्टहरू सब्मिट गर्नको लागि। जुन चाहिँ टिचरहरू रेडी हुनुहुन्न होइन। सो मलाई यसले चाहिँ के फिडब्याक मैले लिएँ भने यहाँबाट भन्दाखेरि चाहिँ अब यो 10 क्लासको बच्चा भनेको अबको 2 इयर्स प्लस 4 इयर्स 6 इयर्स पछि दे विल इन द मार्केट होइन। लाइक दे मे बी टिचर एज वेल होइन। अनि दे मे बी लाइक आफ्टर 10 इयर्स दे मे बी पेरेन्ट्स होइन। भनेपछि अब जुन टिचर अहिले हुनुहुन्छ जसले चाहिँ यसलाई चाहिँ भनौँ न सिम्पल वर्ड एक्सेल पावर पोइन्ट पनि आजसम्म चलाउन सक्नु भएको छैन, त्यो पनि एउटा बिगर रियालिटी हो होइन। भने चाहिँ त्यो ठुलो यो मार्केट त पुरै चेन्ज हुनेवाला छ क्या त्यहाँनिर होइन। अब यसले कहाँ गर्छ भने त्यो टिचर मात्रै यहाँबाट चाहिँ आउटडेट हुँदैन कि कन्ट्री पनि तपाईँलाई चाहिँ ब्याकवर्ड हुन्छ क्या यो पाटोमा। सो यसमा चाहिँ अब यसमा सम्भावना एकदमै ठुलो छ। नेपालमा तपाईँलाई अहिले तपाईँलाई चाहिँ यो लर्निङ म्यानेजमेन्ट सिस्टममा चाहिँ एआई इन्टिग्रेट गरेर काम गरिरहेछन् केही बिग बिग अर्गनाइजेसनहरूले। उनीहरू सबैजना लसमा छन् अहिले, करोडौँ रुपियाँको लसमा छन्। तर आई सी द पोसिबिलिटी अफ देम बिकमिङ अ लाइक बिग सक्सेस इन फ्युचर क्या। जस्तो कसैले इमेजिन गरेको थिएन होला कि आइएसपी चाहिँ तपाईँलाई चाहिँ नेपाल टेलिकमको च्यालेन्ज हुन्छ भनेर। नेपाल टेलिकमको चाहिँ बिगेस्ट बिजनेस सेयर चाहिँ आइएसपीले लिइदियो नि त। सबैले के सोच्थे एनटिसी चाहिँ एनसेल चाहिँ कम्पिटिसन हुन्छ त एनसेलले सक्ला नसक्ला भन्ने क्वेसन थियो। तर कहाँबाट चाहिँ तपाईँलाई वर्ल्डिङ भायोनेटले चाहिँ एनटिसीको बिजनेस तपाईँलाई चाहिँ लगभग तपाईँलाई चाहिँ एकदमै त्यो च्यालेन्जिङ स्टेटमा ल्याइदिएको छ अहिले। नट ओन्ली एनटिसी एनसेललाई पनि होइन च्यालेन्जिङ। भने तपाईँलाई चाहिँ यो एआईको इन्टिग्रेसनले चाहिँ मार्केट चेन्ज हुनेवाला छ। एजुकेसन सिस्टम मात्रै होइन कि त्यो एउटा मार्केट चेन्ज हुनेवाला छ। यसमा चाहिँ मैले तपाईँहरूले जस्तो सपोर्ट के गर्न सक्नुहुन्छ भने यहाँ कतिपय अर्गनाइजेसन छन् नेपालमा, जस्तो मैले नै फाउन्ड गरेको बिट्स ल्याडर छन् त्यहाँनिर, जहाँ चाहिँ हाम्रै टिमलाई चाहिँ तपाईँलाई चाहिँ एआईलाई कसरी इन्टिग्रेट गर्न सकिन्छ। जस्तो अहिले हामीले 60 जना ह्युमन रिसोर्स इन्टिग्रेट गरेर आएको छौँ।
जितपुर सिमरामा। तर त्योसँग चाहिँ हामीले कसरी कसरी यो नयाँ मेथोडोलोजीहरू नयाँ टेक्नोलोजी कसरी गर्न सक्छौँ भन्दा चाहिँ एज अ रिसर्चरको रूपमा एज अ तपाईँले चाहिँ मेरै टिमलाई नै तपाईँले चाहिँ त्यहाँनिर चाहिँ नलेज एक्सचेन्ज गर्न सक्ने भर्चुअली पनि। र हजुर तपाईँहरूले चाहिँ अब फ्यु मन्थ्सको लागि चाहिँ नेपालमै आएर पनि तपाईँले चाहिँ यो अर्गनाइजेसन्सहरूमा चाहिँ अब शिवदाय र मेरो एउटा कुरा पनि हाम्रो प्लान भइरहेछ एउटा, मैले त्यसलाई अहिले पब्लिक गरिनँ, जहाँ चाहिँ हामीले चाहिँ युथ डायस्पोरा भनौँ डायस्पोरा युथहरूलाई चाहिँ नेपाली युथहरूलाई चाहिँ नेपालमा इङ्गेज गर्ने यहाँको डेभलपमेन्टको लागि तर इट्स टु अर्ली टु स्पिक यसको बारेमा। हामीले त्यो पनि एउटा प्लान चाहिँ बनाइरहेछौँ होइन। तर तपाईँहरूले गर्न सक्ने भनेको जस्तो एउटा चाहिँ बिच ल्याडर क्यान बी प्लेटफर्म जहाँ चाहिँ तपाईँहरूले चाहिँ त्यो आइडिया पनि दिनु पऱ्यो क्या। जस्तो हाम्रो टिचर एजुकेसन र एआईको के इन्टिग्रेसन हुनसक्छ भन्दाखेरि चाहिँ हजुर तपाईँले यहाँ चाहिँ अब भर्चुअल पनि गर्न सक्नुहुन्छ प्लान उम्, गरेर नेपालमै आएर तपाईँले चाहिँ 2-3 मन्थ्स आएर चाहिँ काम गर्न सक्नुहुन्छ होइन। हजुर त्यो पाटोमा चाहिँ मैले सम्भावना देखेको छु। इभन बिट्स ल्याडर एउटा प्लेटफर्म हुनसक्छ जहाँ चाहिँ तपाईँ आएर जस्तो हाम्रो 60जना युथले काम गरेर राख्नु भएको छ, तपाईँले अब त्यहाँ देख्नु भने हाम्रो एआई रिलेटेड हाम्रो टुल्सहरू बनाउन सक्यो क्या। जस्तो बच्चाले हजुर त्यहाँ तपाईँले बिट्स ल्याडरको पेजमा जानुभयो भने यो तपाईँलाई चाहिँ पेन्सिल भनौँ न बक्सहरू युज गरेर चाहिँ म्याथमेटिक्स सिकाइरहेछन् कि होइन। सो उम्, मेबी हामीले एआई टुल्सहरू इन्टिग्रेट गरेर सर्टेन म्यानेजमेन्ट सिस्टमहरू डेभलप लर्निङ म्यानेजमेन्ट सिस्टमहरू डेभलप गर्न सक्छौँ। अनि त्यो चाहिँ अरू ठाउँमा रेप्लिकेट गर्न सक्छौँ। त्यो चाहिँ हजुर ओके जर्मनीमै बसेर पनि गर्न सक्नुहुन्छ तपाईँहरूले। तर यहाँ अर्गनाइजेसनसँग पार्टनरसिप गर्नुभयो भने यहाँको कन्टेक्स्टलाई चाहिँ एलाइन गरेर तपाईँले कन्टेन्ट डेभलप गर्न सक्नुहुन्छ। सो हजुर दे आर लट अफ त्यो पोसिबिलिटी फाइनेन्सियल मात्रै छैन कि टेक्निकल नलेजहरूको झन् धेरै छन् क्या त्यहाँनिर चाहिँ त्यो पाटो। तर त्यहाँ फेरि तपाईँलाई अपर्च्युनिटी कस्ट चाहिँ हाई नै हुन्छ त्यो पाटोमा फेरि। डेफिनेटली धन्यवाद क्लियरिफिकेसनको लागि यो डेफिनेटली आई थिङ्क म पनि आफै पनि एआई फिल्डमै काम गरिरहेको छु। यो क्वाइट इन्ट्रेस्टिङ छ मेरो लागि पनि। यो प्लेटफर्महरू जुन जति पनि तपाईँहरूले भन्नुभयो त्यसमा चाहिँ इन्भल्भ भएर गर्नको लागि हामी अरू जति पनि यहाँ हुनुहुन्छ जस्तो यहाँ एकजना लेखिरहनु भएको छ, आइ एम एक्चुली वर्किङ अन द सेम फिल्ड, माई मास्टर थेसिस इज अबाउट द सेम एआई एन्ड एलएलएम्स एन्ड देयर क्रेडिबिलिटी, सो आइ एम इन्ट्रेस्टेड इन द टपिक्स लाइक यस्तै खालको कुराहरू यसरी कनेक्ट गर्नलाई नै यो भइरहेको एकदम खुसी लागिरहेको छ। हामीहरू डेफिनेटली जति पनि यहाँ यो ग्रुपमा अहिले जोइन भएर सुनिरहनु भएको छ उहाँहरूलाई ओपन छ। हामीहरू नेपाली रुट्स अथवा नेपाली समाज अथवा चाहिँ डिरेक्टली शैलेन्द्रजीसँगै कन्ट्याक्टमा रहेर यो फिल्डहरूमा पनि जे गर्न सकिन्छ, नट ओन्ली एआई होइन, हरेक फिल्डहरू त्यहाँ देखि नै हाल्नुभयो कति कुराहरू प्यारलली भइ नै रहेका छन्। ती प्रोग्राममा इन्भल्भ हुनलाई कसरी गर्न सकिन्छ भन्ने आफ्नो इन्थुजियाजम देखाउनु भने डेफिनेटली थिङ्स चेन्ज भइ नै हाल्छ। हामीले हिस्ट्रीदेखि हेर्दै आयो, शैलेन्द्रजीले देखाउनु भयो कति चेन्ज भइरहेको छ होइन, त्यसलाई चाहिँ अझै ग्राउन्ड लेभलमा अझ चेन्ज गर्न सकिन्छ। हामीहरू अरू कुनै क्वेसन्स छ कसैलाई सकिनुभन्दा भने? अगाडि ल सरी हजुर भन्नुहोस्। सकिनुभन्दा अगाडि एकपल्ट चाहिँ मैले त्योसँग ठ्याक्कै मिल्ने भएकोले हजुर उहाँले जुन भन्नुभयो नि बिट ल्याडरसँग गर्न उम्, पनि सकिन्छ र जिआइजेडको प्रोग्राम छ यो मैले यहाँनिर च्याटमा पोस्ट गरिदिएको छु, डियास्पोरा फाक एक्सपर्ट भनेर होइन। अनि हजुर त्यसपछि त्यसमा हेर्नुभयो भने तपाईँ सपोज त्यहाँ जानुभयो भने त्यसको लागि हजुर पनि उहाँले चाहिँ के अरे जिआइजेडले चाहिँ पैसा दिन्छ त्यहाँ जाने आउने खर्च र त्यो सबै त्यो हेर्नुभयो भने पनि हुन्छ। त्यसैले त्यसको लागि चाहिँ हामीसँग उनी गर्नुपर्छ भन्ने पनि छैन, तर त्यो इन्फर्मेसन पनि पास गर्न चाहेँ मैले यहाँ चाहिँ, त्यति मात्रै। हुन्छ धन्यवाद शिवजी। हाम्रो एकजना यहाँ क्वेसन एकजनाले क्वेसन गर्न चाहन्छु भनेर लेखेको देखेको थिएँ। हजुरले क्वेसन गर्न खोज्नु भएको छ भने माइक अन गरेर स्टार्ट गर्नुभयो हुन्छ अनि अनम्युट गर्ने तपाईँले अप्सन। हजुर अनम्युट गर्ने फङ्सन छ त्यसमा क्लिक गर्नुभयो भने हजुरले बोलेर ओके हेलो हेलो नमस्ते एम आई अडिबल हेलो या हजुर 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 हेलो नमस्ते सबैलाई है। तपाईँको प्रेजेन्टेसन एकदम राम्रो थियो चाह सर तपाईँको है। मेरो नाम चाहिँ सञ्जीव मानन्दर, म म्युन्सरमा काम गर्दै है इनर्जी इन्जिनियरको रूपमा। अनि म पढ्न चाहिँ स्कुलिङ चाहिँ मेरो नेपालबाटै। मेरो एउटा चाहिँ कस्तो छ भने मैले अब यहाँ इन्जिनियरको रूपमा काम गरेको अब 9 वर्ष जति भयो। अनि मैले काम गर्दाखेरि भोगेको त्यो एक्सपिरियन्स चाहिँ नि अनि नेपालमा चाहिँ नि कसरी त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न सकिन्छ यो ओभरकम गर्नको लागि त्यो मैले ट्रेस गरेँ। अनि यो भन्न अहिले अहिले त्यो कुरा चाहिँ राख्दै हो है। कस्तो भने नेपालमा हाम्रो अब जस्तै एजुकेसनमा चाहिँ कस्तो रह्यो,
हामीलाई चाहिँ जबसम्म मैले पढेँ एसएलसी दिएँ, मैले एसएलसी दिएपछि त्यो बेलासम्म चाहिँ सिटिभिटी यता यो भोकेसनल ट्रेनिङहरू त्यो बारे चाहिँ हाम्रो बारे नलेज थिएन क्या। जब कि जर्मनीमा तपाईँको हाउस बिल्डिङ भन्छ, नेपालको सिटिभिटी जस्तै हो कि, सिटिभिटीबाट पढाइ हुने। अनि यहाँ हाउस बिल्डिङ एउटै एउटै हो, किनभने स्कुलिङ सकेपछि 3 वर्षपछि होइन सिधै काममा इम्प्लिमेन्ट हुने स्किल म्यान पावर दिन्छ कि यसले। अब नेपालमा चाहिँ नि अब हामीले गर्न सक्ने एउटा चिज चाहिँ यही हो कि तपाईँको जस्तै अब टेन क्लासदेखि नै होइन उहाँहरूलाई चाहिँ नि अब यो जुन स्किल म्यान पावर बनाउनुको लागि चाहिँ अब सिटिभिटीले अब क्षमता बढाइदिनु पर्यो होइन। त्यहाँ अब स्कुलको कति साथीहरूलाई थाहा नै रहेनछ क्या सिटिभिटी भनेको के हो। र +2 गरेर सिटिभिटी +2 गरेर बिई गऱ्यो भने 16 वर्षको एजुकेसन हुन्छ। तर सिटिभिटीबाट जाँदाखेरि 3 वर्षको एजुकेसन सिधै मार्केटको लागि तयार भयो क्या। अनि प्लस उनीहरू पछि गएर बिई पनि गर्न सक्यो, तर उनीहरू मोर इन्टु द मार्केट हुन्छ कि। किनभने मैले +2 गरेँ अनि त्यसपछि बिई गरेँ। जर्मनीमा बिई गर्दाखेरि तपाईँको हुन त 16 वर्ष नै एजुकेसन भयो, तर कस्तो हुन्छ जुन त्यो हाउस बिल्डिङ यो सिटिभिटीबाट आउनेहरू चाहिँ नि उनीहरू मोर इन्टु द वर्क हुने रहेछ क्या। किनभने इन्जिनियरहरू लाई कम्पनीले कामभित्र ल्याउनुको लागि चाहिँ नि इन्भेस्ट गर्नुपर्ने हुन्छ। 6 महिना 7 महिना 1 वर्ष लाग्छ कामभित्र गर्नुको लागि। अनि त्यसपछि तपाईँले कम्पनीलाई पैसा कमाएर दिने हो। तर हाउस बिल्डिङमा जुन त्यो भोकेसनल ट्रेनिङ गर्नेहरू उनीहरू 2-3 हप्तामै इन्टिग्रेट हुन्छ कि काममा। भन्नाले मेरो मेरो भन्नुको तात्पर्य यो हो कि होइन तपाईँले जस्तै स्कुलहरूमा यस्तो एउटा प्रोग्राम चलाउनु कि जहाँबाट भोकेसनल ट्रेनिङलाई चाहिँ नि मोर त्यसको बारे चाहिँ नि लाइट लाइट राखिदियो भने होइन स्टुडेन्टहरू चाहिँ मोर त्यसमा एट्र्याक्ट भयो रादर देन होइन +2 र बिई के। पर पछि गएर 2-3 वर्षको एक्सपिरियन्स पछि बिई गऱ्यो भने एकदम सजिलो पनि हुन्छ उहाँहरूलाई, किन वर्किङ एक्सपिरियन्स भयो क्या उहाँसँग होइन। अनि अर्को एउटा चाहिँ के छ भने तपाईँको म्याथमेटिक्स भयो। अब नेपालको कम्पलसरी म्याथमेटिक्स यता अप्सनलहरू यताउता। अब मैले कोर्स अफ स्टडी नै चेन्ज गर्नु भन्न चाहिँ नि आँट गरेन। तर यस्तो एउटा एजुकेसन छ कि होइन तपाईँको जस्तै टेक्निकल म्याथमेटिक्स भन्ने हुन्छ कि, जुन चाहिँ भोकेसनल स्कुलमा पढिन्छ यो टेक्निकल म्याथमेटिक्स भन्ने। यो चाहिँ मोर काम गर्नेहरूको लागि चाहिँ नि होइन पछि गएर काम गर्दाखेरि कुन चाहिँ म्याथमेटिक्स चाहिन्छ त्यो सिकाउने चाहिँ किताब हो यो होइन। यो एउटा पनि तपाईँले गभर्मेन्टलाई चाहिँ नि होइन तपाईँले सजेसन गरिदिनु भयो भने म एकदमै आभारी हुनेछु कि। थ्याङ्क यू सो मच है तपाईँले टाइम दिएर सुन्नुभएकोमा। थ्याङ्क यू। एन्सर गर्ने हो? हुन्छ, गर्नु न हजुर यसमा। ओके। अँ, म एकदमै सर्टमा भन्ने हजुरको कुरा एकदम भ्यालिड हो होइन। नेपालमा यो कुरा थाहा छैन। अर्को कुरा चाहिँ तपाईँलाई एजुकेसन चाहिँ एउटा एकाडेमिक एजुकेसन हुन्छ, अर्को चाहिँ भोकेसनल एजुकेसन हुन्छ। भोकेसनल एजुकेसन चाहिँ इमिडिएटली तपाईँलाई चाहिँ इन्डस्ट्रीमा चाहिँ उहाँहरूलाई चाहिँ एजुकेसन टु एम्प्लोइमेन्टलाई गर्छ भने एकाडेमिक एजुकेसन चाहिँ एम्प्लोइमेन्टभन्दा बियोन्ड हुन्छ यहाँनिर। एकाडेमिक जस्तो इन्जिनियरिङको छुट्टै रोल हुन्छ, भोकेसनल एजुकेसनको छुट्टै रोल हुन्छ। दुइटै कुरा हामीले दुइटैसँग पाउँदैनौँ हामीले। तपाईँलाई एकाडेमिक एजुकेसनको चाहिँ रिसर्च एन्ड इनोभेसन्सहरू होइन, त्यसपछि तपाईँलाई चाहिँ अब पोलिसीहरू डिफाइन गर्नको लागि यस्ता कुराहरूमा चाहिँ बढी एप्लाई हुन्छ। नेपालमा चाहिँ कस्तो भएको छ भने चाहिँ एजुकेसन र इन्डस्ट्रीसँगको लिङ्केज र एजुकेसन के को लागि भन्ने कुरामा चाहिँ बिगर क्ल्यारिटी डेभलप भएको छैन। यसमा चाहिँ तपाईँलाई चाहिँ अहिलेको कुरालाई मात्रै नहेरिकन चाहिँ नेपाल, मैले अघि सुरुमै भनेको थिएँ, हामी कहाँ नेपालमा आजको दिनमा जम्मा 4.9% मान्छेले ब्याचलर पास गरेका छन्। तपाईँलाई के भन्छ भने यहाँ तपाईँलाई चाहिँ लेस देन तपाईँलाई चाहिँ 10,000 चाहिँ तपाईँलाई चाहिँ इन्जिनियरिङ ब्याकग्राउन्डमा युथहरू छन्। धेरै जसो युथहरू चाहिँ एजुकेसन र म्यानेजमेन्ट ब्याकग्राउन्डमा धेरै युथहरू छन् होइन। त्यसले गर्दाखेरि चाहिँ नेपालमा ठुलो च्यालेन्ज चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा त पोलिसी लेभलको च्यालेन्ज, हजुरले जुन ल्याउनु पोलिसी लेभलको च्यालेन्ज र तपाईँलाई एक्टको च्यालेन्ज त छँदैछ त्यहाँनिर होइन। यसमा हामीले धेरै फोकस गर्नै पाएको छैनौँ होइन। तर ठुलो च्यालेन्ज चाहिँ के छ भने चाहिँ ह्युमन रिसोर्सको ठुलो च्यालेन्ज छ। अनि यो च्यालेन्जलाई चाहिँ मैले देखेको पाटोमा चाहिँ तपाईँलाई अब यो पाटो भन्दा नि अब नयाँ च्यालेन्ज हजुरले अहिले ल्याइराखेको कुरा चाहिँ मैले चाहिँ इन्डस्ट्री 3.0 लागि चाहिँ काम एकदमै लाग्थ्यो भन्छु म। तर म अहिले पनि के भन्छु नि सञ्जीव सरको कुरालाई चाहिँ कता कता चाहिँ अब हामीले चाहिँ के सोच्नुपर्छ भने यदि हामी डायलगमा जाने भने चाहिँ यो कन्सेप्ट नै अब ओल्ड भइसक्यो।
इन्डस्ट्री 4.0ले चाहिँ तपाईँलाई चाहिँ अब चाहिँ एन्टायरली तपाईँलाई चाहिँ इभन तपाईँलाई कोडिङलाई नै अब तपाईँलाई चाहिँ सायद अघि तपाईँलाई परिवर्तनजी हो कि जितेन्द्रजी हो म स्योर भएन, म पहिला सफ्टवेयर इन्जिनियरिङबाट अहिले म एआईमा स्विच गरेँ भन्नुभएको थियो होइन। सो एन्टायरली तपाईँलाई मार्केट चाहिँ तपाईँलाई चाहिँ एआई इन्टिग्रेसन आएको छ। हामी त्यसको लागि झनै रेडी छैनौँ। मैले मैले यसो भन्दाखेरि चाहिँ हामी 2007 सालमा नेपालमा 2% साक्षर थियो। ठ्याक्क नेपालमा आज 2% साक्षर चाहिँ एआईमा होला जस्तो लाग्छ क्या मलाई। सो डेफिनेटली आजको लिटरेसी चाहिँ तपाईँलाई 2% नै छ नेपालमा। सो यो तपाईँले भनेको पाटो चाहिँ इट्स अ भेरी ह्युज च्यालेन्ज होइन, एकदमै ठुलो च्यालेन्ज छ जुन चाहिँ रियलाइज धेरैले गर्न सकेको छैन। र यदि हामीले यसलाई चाहिँ टाइममा अहिले हामीले यसलाई चाहिँ गर्न सकेनौँ भने चाहिँ गाह्रो हुन्छ। मैले एउटा होप मात्रै तपाईँलाई मैले सेयर गर्नको लागि काठमाडौँ महानगरपालिकाले चाहिँ बुक फ्री फ्राइडे भनेर इन्ट्रोड्युस गरेका छन्, जसमा चाहिँ हामीले चाहिँ स्टुडेन्टलाई चाहिँ देयर 35 अप्सन्स होइन बच्चालाई चाहिँ चुज गर्नको लागि, वेयर दे क्यान एक्सर्साइज नलेज स्किल्स एन्ड एटिट्युड कलेक्टिभली अर स्पेसलाइज वेमा, जहाँ चाहिँ बच्चाहरूले चाहिँ भोकेसनल स्किल्स पनि एक्सर्साइज गर्न पाउनुहुन्छ एज अ के भन्छ फ्राइडे होइन। र तपाईँलाई चाहिँ त्यस्तो त्यहाँनिर मोबाइल रिपेयरिङ पनि छ, कार्पेन्टरिङ पनि छ, कलनरी आर्ट्स पनि छ, कोडिङ पनि छ, एनिमेसन एन्ड ग्राफिक्स पनि छ, आर्ट एन्ड कल्चर पनि छ होइन, योगा पनि छ। यसरी चाहिँ तपाईँलाई चाहिँ बच्चाले चाहिँ 4 क्लासदेखि 12 क्लाससम्म तपाईँलाई चाहिँ अहिले चाहिँ हामीले 9सम्म 10सम्म गरेछौँ। 10मा फेरि हामीले एआई इन्टिग्रेट गरेर चाहिँ लर्निङ म्यानेजमेन्ट सिस्टम इम्प्रुभ गर्ने भनेर ल्याएको छौँ। तर कमसेकम अहिले 9सम्मै तपाईँलाई चाहिँ बच्चाले चाहिँ 4 5 6 7 8 9 6वटा सब्जेक्ट चाहिँ बच्चाले चोइस गर्न पाउँछ क्या त्यहाँनिर। सो समथिङ जुन तपाईँले अहिले भनिसक्नुहुन्छ त्यो चाहिँ कता कता हामीले एड्रेस गरेको छौँ बुक फ्री फ्राइडेबाट। तर अहिले नयाँ एउटा प्रब्लम चाहिँ अहिले के आएको छ भन्दाखेरि चाहिँ जुन मार्केट अब रेडी भइरहेछ त्यसको लागि चाहिँ हामी चाहिँ रेडी छैनौँ। टाइम अफ भयो। म जर्मनी आउँदैछु, मिल्छ भने त्यतिखेर नि भेट्न यो तपाईँहरूसँग तपाईँहरूको अझै धेरै सल्लाह लिएर, किनभने तपाईँहरूले हजुर जर्मनीकै इन्डस्ट्रीमा धेरै काम गरेर राख्नु भएको छ, त्यतिखेर नै बसेर कुरा गर्न सकिन्छ होइन। तर मैले सञ्जीव सरको कुरा चाहिँ एकदमै भ्यालिडेट गरेको छु र मैले के भन्छु भने चाहिँ तपाईँहरूको नलेज चाहिँ यहाँनिर चाहिँ कुनै न कुनै कि त लोकल तपाईँको कुरा कसले सुन्छ, सबैले सुन्न सक्दैन होइन। कि एउटा स्कुलको टिचरले सुन्न सक्छ नि स्कुलको टिचर, एउटा लोकल गभर्मेन्ट छ लोकल गभर्मेन्ट होइन, एउटा कुनै इनोभेटिभ अर्गनाइजेसन खोज्छ नि उसलाई होइन, अथवा फेडरल गभर्मेन्ट स्कुल चाहिँ कहाँ हुन्छ त्यहाँ चाहिँ तपाईँले चाहिँ काहीँ न काहीँ इम्प्लिमेन्ट गर्नको लागि चाहिँ काम गर्न थालौँ क्या। काम गर्न गाह्रो छ, एकैचोटि सोल्युसन चाहिँ हुँदैन, तर डेफिनेटली सोल्युसन चाहिँ हुन्छ। तर हजुर अर्कोचोटि मैले सञ्जीव सर टाइम पाएँ भने म तपाईँलाई बुक फ्री फ्राइडेको कुरा गर्छु, जसमा चाहिँ तपाईँले चाहिँ यो तपाईँको क्वेसन चाहिँ एड्रेस भएको तपाईँले पाउनुहुन्छ। इट्स अ भेरी भ्यालिड क्वेसन। तर स्टिल देयर अदर बिग च्यालेन्ज जुन चाहिँ आइरहेछ अघि जुन एआईको कुरा, त्यसले चाहिँ अहिले 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 चाहिँ कता कता हामी यसमा चाहिँ आत्तिसकेको छ। हजुर धन्यवाद सबैजनालाई, शैलेन्द्रजीलाई पनि धेरै धेरै धन्यवाद। डेफिनेटली यो आज एन्ड हो, तर दिस इज अ स्टार्ट है। हामी कनेक्सनमा रहनेछौँ, हजुरलाई जर्मनीमा भेट्ने आतुरता छ। त्यो अगाडि जति पनि यहाँ हुनुहुन्छ उहाँलाई चाहिँ लेट्स गेट कनेक्ट, त्योबाट हामी अझ अगाडि बढ्दै जानेछौँ। आजको लागि चाहिँ मैले यो सेसनको लागि सबैलाई धन्यवाद दिँदै अब आजको सेसन चाहिँ यहीँ टुङ्गाउन चाहन्छु। यति भन्दै सबैजनालाई चाहिँ हाम्रो आगामी प्रोग्रामहरू के हुन्छन् कस्तो हुन्छन् भन्ने हजुरलाई लाग्छ भने नेपाली रुट्सको लिङ्क्डइन पेज अथवा फेसबुकमा अनि युट्युबमा पनि हामी एक्टिभ छौँ। सबैतिर फलो सब्सक्राइब गरिदिनु होला ताकि तपाईँलाई चाहिँ आगामी प्रोग्रामहरूको बारेमा पनि इन्फर्मेसन मिलि नै रहनेछ। र यति भन्दै आजको सेसनलाई चाहिँ म यहीँ एन्ड गर्न चाहेँ। नेपालमा पनि रात परिसक्यो होला। हजुरलाई शुभरात्रि शैलेन्द्रजी, अनि अरू सबैजनालाई शुभ दिन। धन्यवाद। हस् त, थ्याङ्क यू, धन्यवाद। बाई। बाई।